다 내라. 내가 또 시킨다. 그것은 좋다대. अस्तिको बाँकी केही भन्न गइरहेको छु मेरो 내일 개도 단식이 내일 개도 단 그만 그다음에도 또 세게 야 त्योभन्दा पहिला चाहिँ अहिले यो जुन विघ्न बाधा हटाउने पूजा छ त्यो चाहिँ सुरु गर्दै हुनुहुन्छ 대인 상황 제한테 나 수능 상황 지금도 위내양 대인의 상황을 제대로 좀 뒤다 담대 뭐나 안에 쪽 밥송더니 아도 점어서 직 밥송 제단들 제대로 좀 도서지 제상 대 가서래就是다들 가서래 다들 가서래 된다 마 프리아다 라터 토마 droga 어디로 올라셔야 어디 지럽 뭐야 어디 진짜 가서래 droga다라 자기 손단다 자장용을 몸말이 어때다니 지리지 조세 망가진데 다들 정황이 들어와 다들 가운데 쉬지 가서 망도한 남자면 자오르 망도한테 가서 어디면 중도 빼면 중도 지면서 빼면 의심이 되면 그래서 그것이 망도한테 다들 가서래 바티월 올샤야 다티바 저 통원에서 되고 받아라 다야 어디 네 레벨을 맞게 rin세래 레벨을 맞게 rin세도라 올샤야 도서 되고 다야 도서 지는 주요 도시 저단지 야생만 맞제 남비 야생네 다음에 샤고보다 도이나 상황 차스나 가서래 동아야 생제 나 좋아 어디 다들 두저게 가고 지르라니 상생 지르와 제장 야생 뭐제 정말 아프기제 야생 뭐제 정말 아프기제 어쩌제 되니 저는 알아 빼자다 지지 어디 남주인한테 저도 여러 팀 야마래 다들 야마래 저때는 저한테 보여를 못하고 저 지금 가면 좀 아서 제가 대찬에 지난해 뒤 야고점도 자장디 계시 뒤 가서 다jan도 순문사 저도 가서 고만나 좋아 도스 전도 여기나 알아 전도 여나 샘네 삼성은 되게 오래 샘도 생각 나한테 이제 부인에서 삼잖아 배선자가 말해 손으로 살 거래 손장도 손 살 거래 샘이 삼탄나 샘이 삼탄 좋아래 샘이 삼탄나 배차 나 눈을 맞춰다가 맞잖네 샘이 삼탄나 두스 샘이 러다는 샘이 파 가도래 저마다나시 초보나시 샘바 러다이나 어딜 뒤고하래 또 더자가 또 그래 차선 방향 선한 방향 어디 가래 계속 어디 아니 대체 아니 대출라 뒤 그게 주단을 주민 부야다 또 예저치에 뻗으면 여러분 저거 부야다 간데 어디 산선여보 저거 저기 누구도 주민 부야 주민 부야다 저거 부야 겨워 다 건져서 되는 라마 건져서 되는 겨워
강도래 전에 섬자는 지못다야 섬자는 지못다 섬자는 편도자 가수버래 강바 매바 또제 사 매바 매바 전에 나서 그때 강도래 돈들어 봐 로바체는 가수 전자 가수 배나 방고 가수들 방고 다 미지 로바봉에다 사주tun지 매바 그래서 그 고마카시다가 스스로가 간 제스 진짜다 진짜 편도 간제 미자말에 셈제 tun리지네 편도 간 제나 사다다야다 다 라도로다 마에서도 관점이 이르다 있네 다 셈제 tun사도 가서면 셈제 tun사다 그분들도 냐도거든요. 다 지게를 못 와요나 소소 샤나로 류냐다다 류냐와는 류다 심전 소자 크리켓 심전 소자 뭐 되고도 지지 뭐 되고도 대어 된디 와르다 심전 소자 뭐 패트인지도 제자네 들이 건설 사야 소자들 망고 녀지 그다음 명월에 오늘 섬전도 되고라 제가 남정도 사야도 소서 어때서 진대배 찾아다니는 소다 레능망의 홍홍라 딱셔지그나라 동라지 그렇게 동라지 첨자장인데 동라지 딱셔지그나 나가서 동라지 저거는 산재를 지키고 그래 시절 두더라도 이놈은 산재를 지키고 그래 제자니 리강래야 산재를 진짜 아니 될래야 크리트 동라지에서 녀죠 그리고 그거를 잡지 제가 재미 잡아줘요 내 봉수이 딱 해봐지 제가 어디 거를 잡 산재를 그걸 어두제 저거더니 들리더니 래 동라지도 장하다 하려고 저래 그래는 다시는 나담도 제가 들으면서 제가 매bil로 말다 당하서 답답 못하는 건데 대단 다들 다 sem전을 봐 편도제 한도에 저는 sem전을 편도제 한도에 가다 그래 간도 como 동다 como 야자 como 저저가 아주다 간 como 아주지간 소소소소 간도다 제장 어떤데 배장들이 아니 저거 말해 나 때문에 인상 되는 순사래 자주 나도 춘대 여봐 제자 춘대 지야자 순사래 이제 내가 내 조사는 샤고 말해 진지 이봐 제대로 치면 보여야 그 무슨 두대 라마 무슨 두대 오다 나 제발 자체 뭐 보여요 오늘 당연하지 sem전 다진이 많이 시원하지 그 쉬우제요 뭐다 도세 대체나 미세야 버려 다네 다들이 이게 계좌주 쉐비라 계좌 이런 거 차이래 그게 가지고 다이나 계좌 쉐비는 이런 거 차이래 알지라 आज यो मैले जुन श्वेत ताराको चाहिँ अभिषेक प्रदान गर्दैछु यहाँहरूले पनि अनुरोध गर्नुभएको होइन र विशेष गरी यो चाहिँ रिम्बुजे स्वयंले चाहिँ जोखाना हेर्दाखेरि जोखानामा यहाँ चाहिँ आनीहरूलाई चाहिँ जुन अभिषेक प्रदान गर्नुपर्ने निस्क्यो त्यसको साथसाथमा अरू गृहस्थीहरूलाई पनि यो दिँदा राम्रै हुन्छ भन्ने जोखानामा निस्क्यो त्यसपछि त्यसलाई चाहिँ आज यो त्यसरी चाहिँ आयोजना भएको यो आयु अभिषेक हो यसमा विशेष गरी आयु अभिषेकमा पनि आज ढोलखर जो श्वेत तारा छ श्वेत ताराको चाहिँ अभिषेक आयु अभिषेक हो र यो विशेष गरी आजको चाहिँ छ्याग्यु भएको कारणले आज यहाँ कुनै चौजाउ हुँदैन त्यसमा विशेष गरी आज पञ्च अमृतले भरेको दुधको चाहिँ तपाईहरुलाई अमृत हुन्छ र त्यो जब त्यो चाहिँ वितरण गर्छ
त्यसको साथसाथमा अरू यहाँ अहिले अमृतायुको त्यो पनि छ र त्यसमा गुरुपद्म सम्भवको जुन अहिले सानो चैत्यमा त्योभित्र गुरुपद्म सम्भवको अस्तु पनि छ र त्यो चाहिँ आज विशेष गरी यहाँहरूलाई चाहिँ सधैँ हो भने अरू सोलुखुम्बुतिर अरू ठाउँतिर चाहिँ यो विशेष गरी त्यो आयो सकेपछि त्यसपछि सबै गुरुको दर्शन गरेर यो त्यो लिने चलन थियो तर आज त्यो प्रक्रिया नगरेर गुरुले नै त्यो आयु अभिषेक प्रदान गर्ने यहाँहरू सबै आफ्नो आफ्नो बसेको यथास्थानमा नवठिकन चाहिँ प्रदान गर्नेछ र त्यो जब त्यो गुरुपद्म सम्भवको अस्तु आफ्नो शिरमा राख्छ र त्यसपछि तपाईँले जुन त्यो पञ्च अमृतले बरेको दुध त्यो खानुहुन्छ त्यो बेला चाहिँ हामीले के सोच्नु पर्यो भन्दाखेरि हामीले अनगिन्ती जन्मदेखि सञ्चय गरेको अकुशल कर्महरू सबै शोधन भयो भनेर आफूले सम्झिने र त्यसरी चाहिँ सबै पापहरू चाहिँ नष्ट भएको आफू शुद्ध भएको त्यसरी परिकल्पना गर्नुपर्छ तपाईँहरूले र त्यसपछि चाहिँ तपाईँको विशेष गरी अरू बेला तपाईँले गुरुलाई चाहिँ दान चढाउने चाहिँ प्रचलन पनि छ अन्तिममा तर आज त्यो पनि गर्नु पर्दैन किन भन्दाखेरि त्यो एक किसिम राम्रो पनि छैन रहेछ र त्यो चाहिँ तपाईँहरूले यदि चढाउने नै हो भने पनि तपाईँहरूले यो दान भनेको विशेष गरी किन गर्ने गरिन्छ भन्दाखेरि हामीमा भएको आसक्ति अर्थात् लोभ त्यसलाई हटाउने हो त्यसलाई हटाउने मुख्य त्यो चाहिँ एउटा विधि हो त्यसले गर्दाखेरि हामीले दान गर्ने हो तर अब यसमा चाहिँ आजको लागि चाहिँ हामीले त्यसरी गुरुलाई चढाउनै पर्छ भन्ने छैन तपाईँहरूले 5-10 रुपियाँ जे छ त्यो नगद चाहिँ मनबाट मैले चढाएँ मात्रै सम्झे पनि तपाईँहरूलाई पुण्य त्यही आउँछ त्यसरी चढाउनै पर्छ भन्ने छैन मनले मात्रै चाहिँ चढाए सम्झे पनि तपाईँहरूलाई पुण्य त्यही अनुसारको पुण्य लाभ हुन्छ त्यसले गर्दाखेरि आज त्यो दान चढाउने गुरुलाई चढाउने त्यो कार्यक्रम पनि नभएको किन भन्दाखेरि यो चाहिँ दाताले चाहिँ अनुरोध गरेर भन्दा पनि यो गुरु स्वयंले चाहिँ यहाँहरूलाई प्रदान गरेको कारणले हामीलाई प्रदान गरेको कारणले गर्दाखेरि त्यस्तो खालको दानको त्यो पनि नभएको मण्डल चढाउनेहरू पनि नभएको र त्यसपछि आज र यो पुण्यकै कार्य गर्दाखेरि अब हामीलाई विभिन्न किसिमको पुण्य गर्ने विधिहरू छन् जस्तै त्यसमा दान गर्नेहरू बत्ती बाल्नेहरू त्यस्तै गरेर तपाईँको त्रिरत्नलाई चाहिँ फुलहरू चढाउनेदेखि लिएर अन्य कुरा अरू प्राणीहरूलाई दान गर्ने जस्तो चाहिँ जो गरिब दुखी छ खान नपाएको त्यस्तो खाना लाउन गाह्रो भएकोहरूलाई सहयोग गर्ने आफूले सक्दो सहयोग गर्ने त्यस्तो मान्छेहरू मात्र होइन अझै सम्पूर्ण प्राणीहरूमा पनि बाख्रा भेडा माछा तपाईँको विदेशमा चाहिँ तपाईँको सर्पहरू नि पाल्ने चलन छ तर त्यो सर्प पाल्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि त्यो कहिलेकाहीँ चाहिँ एउटा सर्प पाल्नु त पाल्यो धर्म हुन्छ तर त्यसले गर्दाखेरि त्यो सर्पलाई चाहिँ धेरै मुसाहरू खुवाउनु पर्ने त्यस्तो गर्दाखेरि फेरि त्यसले चाहिँ एक किसिम यता धर्म भए पनि उतापट्टि फेरि पाप पनि कमाएर हुन्छ त्यसले गर्दाखेरि त्यस्तोहरू नभइकन अलिकति खाद्यान्न वस्तु अरू नगदहरू अरू भौतिक सामग्रीहरू चढाएर दान गर्ने खालको दानहरू चाहिँ हामीले गर्नुपर्छ अरू प्राणीहरूलाई र त्यसरी चाहिँ दान गर्नु सक्यो भने त्यो चाहिँ हामीलाई चाहिँ पुण्य चाहिँ त्यसरी पनि आउँछ त्यस कारणले गर्दाखेरि यहाँ चढाएर मात्रै पुण्य हुने होइन त्यसरी गरिब दुखी असहाय चाहिँ होइन रोगीहरू त्यस्तोहरू जसलाई पनि हामीले सहयोग गर्नु सक्यौँ भने त्यो पनि पुण्य नै हुन्छ त्यो पनि दानै हो र त्यसरी चाहिँ प्राणीहरूलाई धेरै तरिकाले हामीले चाहिँ तपाईँको त्यसरी चाहिँ गर्न सकिन्छ एकचोटि हङकङमा 1000वटा गङ्गोटो एउटा प्लास्टिकभित्र सानो हुन्छ गङ्गोटो 1000वटा प्लास्टिक त्यो के भन्छ प्लास्टिक सानो थियो तर त्यो भित्र पनि भरि थिएन तर 1000वटा गङ्गोटोलाई गुरुले चाहिँ उसलाई चाहिँ छेतार भन्छ जसरी त्यो गर्नुभएको थियो त्यसलाई चाहिँ त्यो गर्नुभन्दा अगाडि बुद्धको अस्तु जो चाहिँ रिङ्सेल भन्छ त्यसलाई अस्तुलाई चाहिँ परिक्रमा गरेर त्यसरी चाहिँ उसलाई त्यो गरिएको थियो त्यसरी पनि हामीले त्यो पुण्यहरू गर्न सकिन्छ त्यो चाहिँ चढाउनै पर्छ भन्ने पनि छैन त्यसलाई त्यो अस्तु बुद्धको अस्तुहरू अथवा चैत्यहरू कुनै चाहिँ त्यस्तो खालको वस्तुहरू त्रिरत्नमा चाहिँ परिक्रमा गरेर त्यसरी छोडिदिँदा पनि त्यसरी पुण्य हुन्छ र त्यसरी धेरै तरिकाको चाहिँ पुण्य गर्ने तरिकाहरू हुन्छ र आज हामीले तपाईँहरूले यसरी मनले मात्रै चढाए सम्झे पनि तपाईँहरूलाई पुण्य किन लाभ हुन्छ भन्दाखेरि हामीसँग चाहिँ के भन्छ गुरु र शिष्यको चाहिँ धार्मिक सम्बन्ध भएको कारणले गर्दाखेरि त्यो खालको पुण्यहरू तपाईँलाई प्राप्ति हुन्छ र यसरी चाहिँ हामीले गर्नुपर्छ भनेर भन्नुभएको छ आज अब धेरै कुरा गऱ्यो भने यहाँ धेरै समय लाग्छ त्यस कारणले आज धेरै समय नलिकन आज चाहिँ यसरी चाहिँ हामी चाहिँ आयु अभिषेक हामी प्रदान गर्दैछौँ Re ta tegi ni trauma la
디 지못한 거를 되게 루지슈이 그게 워싱턴라 그게 아메리카 워싱턴라 자반이 요래 자반이 요래 디 가서 지금은 다친스 날랜다 프랑스 날랜다 그만에 디 FMG 저도 봐 오, 저거 공부랑 저거 같은 저 야부절에 어디 그만에 저 룸이니 그 중다고 어디 룸게 데 소름게 내가 좀 해서고 어느 공부시니 그게 워싱턴에서 내가 장관지 대야 7월 매일 가서 7월 그게 인도네시아에 매 가서도 볼카노 리나 메통거와 어디냐도 어디 그 덤비 메트도로 돼서 가서 다 메트 라바 오 라바티 사제 어디 군다 쇠샤우지 어디 멜군다지 안디 제야다 메도다 신도들 저거에 요리 근데 가야트 오바메 미질 치그레 미질 치그레 미질 치기다 미지마 대변에 지단 차스메로 니지메로 다들 간다 오 그게 비즈니스는 쇠제 죽고래 도가마로 봐 진 도가마로 봐 산지 오바메 전부 좋아래 어디 이제 가서다 그게 생제 이는 프랑스 비든 프랑스 루스다 생도와 제담에 진 티제 그게 자가 내가 가셔서 됐네 대유 전에봐 진 티제 전 땅에 바꾸라인데 그것도 프랑스 금시티 제진디 리먼하는 친구도 자만이 까방을 저러 주어를 갤럭시인지 잡으래 다음에 가서 어디 그 담살라 하블 장주 야부청을 진짜 까먹고 봐 차상 그 전당을 그저 그래 제가 그 대만이 언제 전당 서버 취들이야 랑전다 그래 대가도 충당 아니 따당 어디를 가져다지 가져주고 따이 명망방나 든지 가져와 다 왔더니 시간 어디 중간다지 오두세 어두도다 그 대만이 저걸 나가 주면 잡으래 때 줄라 그 너도 그러는 법을 앞으로 지기요 내가 대만이 용 저거 장당으로 잡으래 제가 된디라 매도 다도 신도 매도 된데 뭔가를 대다 야지가 사인 자주서만 사인이고 가래 그런 유 재미 맨로 되는 도마송 그 진다체네 자주서만 사인이고 군다지 맞대베 오티어를 아 생샤부지 어느 대야라 매도지 제가 나올라 쳐봐 뭐야 띵 쳐봐 되는 띵 쳐봐 되는 쉐이크 띵 쳐봐 되는 다 연자 망부여래 진짜 쳐봐 주도 같이 쳐 근데 니 쳐봐 그거래 자원이어래 아니 잠잠으로 왔던데요래 어디를 저 아니 다 얘도 해야 되는 정말 막 대에도 정말 정말 치료도 정말 상니도 빼져요 정말 좀 다해야 빼자 제가 샤kum보다 다 카르 공부한테 결혼 가서 결혼 봐서 뭐 결혼 봐서래 저 그런도 집을에 별로 집에서 용 그런 잡았지 그런 집이 가서 아니지 어디 단장만 잡지 담았지 여기 가면도 도대체 결혼 주사서 결혼 주사 제가 어쨌든 그런 거 같은 게 해야 돼.
그게 됐지. 됐지. 라마지가 돼서부터 그 정말 지금다. 제자디 뭐지 비지. 제자 정말 당니도 다 지금당 잠만나 진대로 잠만나 나잡 출루 저도제 바 간부 저저도工作 지금당 저 어두세 도체인 저你们是这个제자도도 제자다 저번에 정말 잠잠 야 누나를 지금당 거 정말 창라 자상마다 제 상대다고 지금 상대 잠잠 잠잠을 어디 잠잠 어디지 누나를 지금당 거를 정말 다디 나래 잡아도 되게 좀 못지기도 더 건다데 삼바데 나라 만일이 부르는 거 저하는 맞지 만일이 부르는 거래 아니 이제 지난 추디 나잡제 추디 나잡이야래 제가 근데 디모타야지 저거 또야 까야 좀 말해 또 심라 배야래 디모타야지들이 나자지 제가 만드는 지대디 그 디모타야지들이 다나싱기데 추디 나라야 버저디면 러버를 미치게 장아 좋아래 남지 다 장아다 말해 장아 좀 좋아래 저 되게 디버시면 다 아니베 가서 그러다 너한테 제지 산적과 완전히 줘야지 어제 벤 좋아래 제장 되게 도대체 그냥 모두 제가 내가 잠을 떨지 도대체 이번에는 거래 제가 याद थिएन यहाँहरूलाई म आज एउटा कहानी बताउन गएको छु जो कमिलालाई दान गर्ने कहानी छ र यो विशेष गरी दुईजना लामा छ त्यहाँ अमेरिकाको यो वाशिङटन जो अहिले रिम्पोचेको चाहिँ त्यहाँ निवास छ त्यहाँ नलन्दाको चाहिँ लामा दुईजना हुनुहुन्छ र एकजना चाहिँ त्यहाँ अध्ययन गर्दा गर्दै उहाँहरू यो सोक्लुङ भन्ने जुन बिरामी छ विशेष गरी यो के भन्छ बढी हामीलाई चाहिँ झर्को लाग्ने अलिकति धेरै चाहिँ के क्रोध हुने त्यस्तो खालको रोग हुने खालको छ त्यो भइसकेपछि उहाँ चाहिँ अध्ययन गर्ने क्रममा नालन्दा चाहिँ यो अहिले के भन्छ उसमा हो फ्रान्समा हो तर त्यहाँ गुम्बाबाट उहाँ चाहिँ त्यो रोगले च्यापेपछि उहाँ गुरुको त्यहाँ अमेरिकामा त्यो वाशिङटनमा आउनुभयो र त्यहाँ आइसकेपछि उहाँहरू चाहिँ अहिले त्यहाँ बसेर चाहिँ उहाँले त्यहाँ चाहिँ एउटा चाहिँ वाशिङटनको त्यो डाँडामा एउटा त्यो ठाउँमा चाहिँ एउटा के भन्छ मूर्ति बनाउनु भएको छ जुन अमिताभ बुद्धको मूर्ति हो त्यो चाहिँ विशेष गरी त्यहाँ ज्वालामुखी विस्फोट भएको एउटा डाँडा चाहिँ त्यसरी ज्वालामुखी विस्फोट भएको जुन माटो छ त्यो माटो र अनि अरू चाहिँ त्यो पत्थरहरू मिसाएर त्यसरी बनाएको यो अमिताभ बुद्धको मूर्ति छ र त्यसको चाहिँ त्यो आँखा चाहिँ कोर्दाखेरि उहाँले उहाँ माथि के भन्छ घरस्याफाकमा हुँदाखेरि चाहिँ त्यहाँबाट त्यो आँखा चाहिँ पेन्टिङ गरेर पनि पठाउनु भएको थियो तर पछि फेरि त्यसलाई चाहिँ उहाँहरूको अलिकति त्यो नभएपछि फेरि पर कपनबाट एकजना हाम्रो पेन्टिङ जो चाहिँ रङ रोगन गर्ने एकजना घेलेक भन्ने हुनुहुन्छ उहाँले चाहिँ त्यसलाई 2 पटकसम्म रङ रोगन गर्ने गरेको छ त्यो मूर्तिको त्यसको तल चाहिँ तपाईँको जुन आसनहरूलाई र त्यसको मुनि चाहिँ तपाईँको हात्ती घोडाहरू विभिन्न प्रकारका प्राणीहरू छ त्यो विशेष गरी पञ्चक्लेश हटाएर चाहिँ 5 सिद्धि प्राप्त गर्ने जुन प्रतीकको रूपमा मानिन्छ त्यसरी चाहिँ त्यसको वरिपरि फुल बगैँचाहरू पनि छ फुलहरू छन् र त्यो फुलको त्यस्तै फुल सँगै त्यो बगैँचामा एउटा बोधिसत्व सैनिङबो भन्छौँ हामी जुन के भन्छ आकाश सिद्धिगर्भ भन्छौँ सिद्धिगर्भ बोधिसत्वको चाहिँ मूर्ति पनि त्यहाँ एउटा रहेछ त्यो पनि छ त्यसको साथसाथै त्यहाँ चाहिँ तपाईको उहाँले पानी चढाउने गर्नुहुन्छ त्यहाँ जहिले पनि पानी जल चढाउने गर्नुहुन्छ त्यो जल चढाउने त्यो भाँडो पनि ठुल्ठुलोहरू छन् र त्यसै बेला चाहिँ भन्ने बेला अब दान गर्ने क्रममा कमिलालाई दान गर्ने क्रममा त्यहाँ चाहिँ एउटा
चाहिँ गुरुलाई चाहिँ माथि पहिला लौदोमा हुँदाखेरि एकजना भोटबाट पाल्नु भएको 2 जना हुनुहुन्थ्यो एकजना चाहिँ घेलौँ वाङचुक भन्ने त्योभन्दा पहिला भोटमा चाहिँ एउटा गुरुले चाहिँ लेख्नु भएको कमिलालाई दान गर्ने विधिको एउटा पुस्तक छ त्यो पुस्तक एउटा चाहिँ उहाँलाई चाहिँ प्राप्त भयो त्यो घेलौँ वाङचुक भन्नेले उहाँलाई दिनुभयो त्यो पुस्तकमा चाहिँ त्यो अनुसारको चाहिँ त्यहाँ चाहिँ तपाईँको कमिलालाई चाहिँ त्यसरी चाहिँ पिठोमा चाहिँ तपाईँको त्यो पुस्तक चाहिँ प्रार्थना अनुसार प्रार्थना गर्दै त्यो पुस्तक पिठोमा चाहिँ तपाईँको छिलाबहरू मानिरीबुवाहरू मन्त्रहरू त्यहाँ जपेर त्यो गरेर त्यो कमिलालाई दान गर्नेछ र त्यसरी दान गर्ने क्रममा चाहिँ अहिले उहाँको चाहिँ त्यो त्यहाँ हप्तामा चाहिँ 100 पटकभन्दा बढी कहिले बढी पनि तर कहिले त्योभन्दा नघटिकन 100 पटकसम्म त्यसरी चाहिँ उहाँले हप्तामा कमिलालाई दान गर्ने गर्नुहुन्छ त्यो कमिलाको चाहिँ त्यो पिठो चाहिँ अघि भने जस्तो मानिरीबु जो छिन्दिन्छ त्यो खालको चाहिँ माने त्यो अमृतहरू त्यसपछि गएर मन्त्रहरू जपेर त्यसरी गर्छ त्यो विशेष गरी त्यो खाली पेट भर्नको लागि मात्रै कमिलालाई पेट भर्नमा लागि मात्रै होइन कि त्यसको विशेष गरी उसले गरेको अकुशल कर्महरू पनि शोधन हुने र उसलाई चाहिँ पुण्य पनि लाभ हुने त्यस्तो खालको गर्नको लागि त्यो पिठोले चाहिँ उसको पेट अघाए तापनि तर मन्त्र जो मन्त्र जपेर त्यो पिठोलाई मन्त्र जप्या छ र त्यसमा छिन्दे भएको छ त्यसले चाहिँ उसको पापहरू शोधन भएर क्लेशहरू पनि हटेर जाने त्यस्तो खालको पुण्य हुन्छ त्यसरी चाहिँ हामीले चाहिँ गरे शोधन हुन्छ र त्यसरी चाहिँ अब हामीले विशेष गरी त्यहाँ गुरु पद्मा सम्भवको एउटा प्रार्थना छ जुन त्यो कमिलाहरूलाई दान गर्दाखेरि त्यो प्रार्थना पनि वाचन गर्दै त्यसरी चाहिँ हामीले दान गरेर चाहिँ कमिलालाई पनि हामी दान गर्न सक्छौँ र त्यसरी पनि हामीले दानको कार्यहरू गर्न सक्छौँ भनेर भन्छ 대 정의서 공감에도 카자를 저거다 정말 좀 다 가볼봐 두세 잡아라 나자래 잡아라 나자죠 어두세 되는데 님이 다와지 카메라로 버드 리딩 가자 버드 그다지 슈테스 가자 줄래 그래서 bird feeding. The children, do you talk about the neck has a chula chudness at Jore? The Kazan, similar to oh, Tinang Laya, loving the Changa Jore, the Tomatangi, the Opata Mataja. Slide toward music, gave us the Sanjay Kumatodi, Tinan, Takwas Jury. Chetan, the money, for the money will go. I think it's a chuto, and you go to what Chicago, and you go to what Chuba, tree up, Chutum, the Jan, some of the Shujo, Madi Kalas, the Patera given and Chud, you go down and you go down to a young 去学家那去的动啊，学着老人家什么都学到啊，这样子，后来在北京上是吧？后来就去了啊，这样我这里大概是要的，这个什么的，这个嘛多是，样他说这个要对吧？我这那看都是碰到这个的，什么的呀？啊，这眼的他是。但我大家是特别多些，他这个说然后把深圳了把碰到家这么大呀，屯着眼睛呢，这个把碰到家这看着家对吧？但是眼的孩子后来的看个样嘛的，或者群众之内个碰到家去呢，不要个对吧？现在碰到家去呢，不要个对吧？现在米呢，深圳呢，苏呢碰到家去呢。另外呢，这每次的团结团结，然后我呢，不要不多的，他说团结或者碰到这个群呢，什么酒的话，说是什么酒，米酒那样，差不多加上呢，什么多人真正有恐怖症带了呢，那别刚才就是老主修没了都不当，别什么都不当。그래서 가랑 집에 매비 랑 집에 매비 강 동아 빠다 매바 내가 다
그러나 사람은 동아시고 양한테 어디 대야지 어떤 저 심리주라니 예전에 맞대 주래. हजुर त्यस्तै गरी त्यसकै छेउमा अहिले जो चाहिँ वासिङटन डिसीमा त्यसकै छेउमा एउटा चरालाई पानी चढाउने एउटा त्यो सानो भाँडो छ पानी दिने त्यो चरालाई पानी दिने भाँडोमा पनि विशेष गरी गुरु पद्मस्तम्भको मन्त्र त्यहाँ राखेको छ र त्यसमा पनि अरू छिलापहरू मिसाएर त्यो पानीहरू चाहिँ दिने गरेको छ र त्यसरी दिँदाखेरि के हुन्छ त भन्दाखेरि त्यो चराहरू पनि त्यो पानीहरू खाइसकेपछि विशेष गरी पानी खाएपछि उसको प्यास त मेट्यो तर त्यसको साथसाथै त्यो चराहरूलाई पनि खुसी प्राप्त हुने किन भन्दाखेरि त्यो मन्त्रको शक्ति र अघि छिलाप खाएको त्यसको शक्तिले चराहरू पनि खुसी एकदम आनन्द हुने भरे चाहिँ त्यो खाना खाइसकेपछि भरे एकछिनमा आफूले चाहिँ त्यहाँ हेर्दाखेरि चराहरू एकदम खुसीसँग त्यहाँ रमाइरहेको एकदम आनन्दसँग बसिरहेको हामीले त्यहाँ पाउँछौँ त्यसरी चाहिँ देखिएको थियो र त्यसले गर्दाखेरि विशेष यो भन्नुको कारण के हो त भन्दाखेरि यो मैले गर्ने त यो सानो एउटा उदाहरण हो तर त्यसको मतलब के हो त भन्दाखेरि हामीले अरूको हित गर्दाखेरि पशु पक्षी मानव जोसुकै जोसुकै भए पनि हामीले धेरै तरिकाबाट धेरै खालको चाहिँ सहयोगहरू हितहरू पुण्यहरू गर्न सक्छौँ भनेर यो एउटा उदाहरण मात्रै हो अन्यथा के हुन्छ भने त्यो गरेर त्यसरी चाहिँ हामीले जति सक्दो अरूको फाइदा र अरूको लागि हितको कार्य गर्न सक्यो भने हाम्रो जीवन पनि अर्थपूर्ण जीवन हुन्छ होइन भने हामी धेरै स्वार्थी आत्मग्राही भएर अनि खालि अरूलाई नराम्रो मात्रै गर्ने अरूलाई नराम्रो मात्रै चिताउने अरूको कुभलो मात्रै चिताउने गऱ्यो भने अनि आफू स्वयं पनि दुखी भएर अनि त्यसपछि आफू अन्त्यमा मृत्यु भएपछि पनि चाहिँ दुर्गति लोकमा पतन हुने हुन्छ त्यसले गर्दाखेरि हामीले सकेसम्म त्यो स्वार्थ रहित मन र त्यसमा आत्मा केन्द्रित नभएर आत्मग्रहबाट मुक्त भई त्यसै चाहिँ अरूको सहयोग र अरू मात्रै भन्नाले किरा फटेङ्ग्रा पशु पक्षीदेखि लिएर सबै मानव जाति लगाएर सबैलाई चाहिँ हामीले सानोभन्दा सानो पनि हित गर्न सक्यो भने त्यसले चाहिँ आफू पनि सुख र अरूलाई पनि सुख हुन्छ र यसरी चाहिँ भन्नुपर्छ अनि कसा अरे ता समझला तू समझला पुदो चिदादरवा 제가 강배 지대 치료대 차 그들 차도 지우던 점제서서 니어래 토요래 토리가 장아 남자면 장아다 빼마주도 지미기 장아지는 거도 뒤오는 주변이나 디보타는 거 되봐 주바 되게 디보타는 거를 아니 주 따라 주 사서도 얼어 주서 니어래 아니 디지라 데블고드 당제 사용을 데블고드 사용을 지금 다 데블고드는 나 도지 잡았다 아니 도와 가지고 생활하는 망보여래 네 주샤바다 드니어 기대 세션 문제 내라마지래 공배 감대다 올해 계획인 연대 영도 잡아도 가면데 공거다 이제 가서 그래서 다음에 도이나 도도들 당사받는 요래 어디도 딱 말했던 거를 인제매 봐 다 지울래서는 지운 암조 과정 때 내손에 미제와다 유대 산지 가만 둬야 어다 저자만 밀리진 담에 주자야 오 된디게 어디 와래 제가 따가 두서 와래 내마에는 니어래 금방이니라다 치수 지금 만도 하나지 오 된디지 다디 강라 그래서 야 디강라 아니 눈다 딱 말하지 다서 냐스미야 샘제지도와 그래 무 냐스미야 데 자주 강라 가서 거 자도 스마트 무 저거 르간 도스마 땅제 자 아니 냐스미도 오디다 슈퍼마켓 나네 거기 이제 망모녀 그래 누가 레라
네 망고냐 전에 내 담아지 그래 이 자가 너 내가 자가 그러나지 동물들고 너저는 어느 도시 야바도 어디 도시 내 인생다 차다다도 거를 잡지 보다 네가 다 보도 산지를 가면 더야 되네고 대 콘도 란드 콘도 산지 가면 더야 뭐냐 제가 아니 콘도 란 산지 가면 더야 빙거라 콘도 란 산지 가면 더야 배도 지고는 란 콘도 산지 가면 저도 진짜 어디 지고래 네 군다도 지로를 잡았던 저 주로 그저 니네 그저 장안 상한제로 거는 거래 대신 나를 사사만 요하는데 니네 지와는 누나 레라 누나 레라는 너제는 이제 순간으로 뭐 니냐스미야 부디 내 짜도서 누가 짜도서 정말 진짜신 거로 봐 다가 누가 참여를 제가 얘네 그냥 삼발라 가서다 저 사이즈도 같이 연결을 주요라 영어 짧게다 가고 편지지 제가 시주래 부스래 제가 근데 좀 진짜 나간다 아메리카 캘리포니아 단다 앞터 사우스 때 어디 남아가 대세대 강모 저래 어디야 근데 안에 같이 저래다 대 담단 타와야 되는 치링스고 선다 쓰리 유지도 좀다 쓰리 랑기 지거래 대다 그것도 저 공도다니 같이 어디 다양 연자망부 그거를 띵 전부 연자보다 그래서 어디니 처방을 보고 레 샤를 나오도 대대야 들어가는 양 되게 녀제 슈퍼마켓 녀제 양대 보게 최대한 잡려도 최대한 좋아래 한데 인도네시아를 벌벌도 살와 어때 대 더블다 저게 춘지지래 대체 뭐 영화를 춘지 제단테 대로 거라도 아니 도모데 출랭아 잡 아니 가서래 추든지 강을 쉐 주나등의 sem제도는 그는 쉐 자주보다는 또 저거더니 혼자 나장 아니 저런 나장저 또 봐도 걸 최선을 걸어만 못지 도저히 상제 그만 도야 빙어다 되보다 눈다만 지거래 아니 내가 출연 믿으니 용어래 네 가족의 어디 세다다야다 가족이 나다야도 되죠 어디를 제가 가족을 다단다 내 달로만 것도 제브래 어디 가족들이 지금 내 유시하다 직지들 말하더니 빼셔 내도 빼줘야 돼 장도다디 진대난 투야 진제 공부시야가 그다 가르 저거도 공부 가르치고다 펜다 제가 삼라 가르 땅고도 밀라 펜도 제 subject 준비라 펜도 제 선제 소자라 정말 선제 소자라 펜도 제 어디 삼 땅고래 진진에 대시와모도 제가 가마를 저다 간체도 저러데 저다 베르 샤브다 조세 더 로망고도 쳔브레 가도레 레 아니다 가도레 다단난조 더레 언데 FMD FMD스는 대전 진정벌 초도서 가래 어디기 다 싱가포르 초도 저래 ABC 아메타 보리센터서 어디다 말한 신도를 잖아 벌써 zambolina 다 타와라 타와지 거래 하드버서서 하드버서서 야 왜민디 zamaya 가지고 지금도 하드버서지
즉사제 공차다슈 땅 냐다다가 냐 삼선 냐죠보다 가야 집에 차다슈 땅에 봐주다 먹으시오제 니마제 다른 슝기께서 제가 용하사 지금야 그 점을 줘야 받는 맨들 맨도 제 남이 용다 말아 제가 그 결혼대 간대에서 슝기께서 제가 용하사 이 결혼대다 나타만 먹더니요 아니 그런 사당서 때문에 전용 아 제장 거래 대마도 지게 ABC 저도가 싸야 망고 저 싸야 망고 등준이 등준이 좀 냐지마다 등준이 좀 등준이 좀 다가 되나 그 말씀 나게지 지금 좀 등준이 좀 저마다야 가져래 자다다요 오 어디다 다다다 두주 거래 다 와서 오다 저 든들래 아니 다는 저대 다다 까번라 단에게 라차다 당저다지 까번리 샴라 야마두도가 나마이나 네발리 지어래 그 라시기어래 아니 대랑가라 라니 숨시도 다도 쇼다 동다 숨주 완순을 동나 주숨 어떤나 주숨들 양 남자야 공부 세주라디 어제도 냐라 라디는 그 다가자네 당마 같이 녀이 진짜마 그 지미의 정체 지미의 괜찮나 좀 아니 그 그렇지만 뭐지 그걸 제는 그 라세 그 라세 빵을 그 가지는 빵을 쓰게 되는데 네 라마세 지금도 없어요 라바 지금도 네 선발 그 이미지 괜찮나 좀 되게 다니 그거는 랍뭐 담아가신 여러분 제가 든든히 선물을 코면도 제가 그 이미지 괜찮나 좋아요 누구시라냐 그봐 제가 누구시라냐 누구도 미통다 안 생각 수가 말봐 같은데 그라서야 돼 우리도 좀 되기로 봐 어디는 면도다 제가 그 라서야 유샤래 빵래 제가 그 예고를 셰지 장아지 된다 킬스로 장아지 그때 나다 또배 장아다 제지 그나들 가면은 샤디고 다야 되는 오 다들 주다는 거라 주스는 거는 제 명마 디바 칸사고 다음 거네 라서비 디고지 그 도대체 주다는 내 치지제부터 치료나 제라마 좀 잡아줘 줘데 다고 정내로 직하면도 됐어. 다들 이거는 뭐 라시아 빵을 대하고 싶죠. 어때 주다. अझ त्यस्तै गरी अब यो अहिले जुन अमेरिकामा जुन चाहिँ तपाईको क्यालिफोर्नियामा अहिले जुन चाहिँ एप्टस भन्छ त्यहाँ पनि चाहिँ बाहिर त्यो चराहरूलाई अरू पशुपक्षीहरूलाई खाना खुवाउने दुईटा भाँडा छ र त्यसको छेउमै चाहिँ अब विशेष गरी वज्रछेदनको सूत्र र धेरै मन्त्रहरू मैले स्वयं वाचन गरेको र त्यस्तै कीर्ति छेसा रिम्बुचे जो सिद्ध एकजना गुरु हुनुहुन्छ रिम्बुचे उहाँले वाचन गरेको जुन सुवर्ण सूत्र जो हामी भन्छौँ तिनीहरू पनि चाहिँ उहाँले वाचन गर्नुभएको त्यो मन्त्रहरू धेरै वाचन गरेको त्यसरी राखेको थियो र त्यो भाँडोभित्र पनि अघि भने जस्तो गुरु रिम्बुजेको मन्त्रहरू त्यसपछि गएर त्यो छिलापहरू राखिसकेपछि त्यो पशुपक्षीहरू पनि आफूले खाएर पेट मात्रै अगाउने प्यास मात्रै मेटाउने होइन कि आफूले गरेको पशुपक्षीले गरेको अकुशल कर्महरू पनि शोधन हुने त्यसले चाहिँ त्यसरी चाहिँ कार्य गर्छ र त्यस्तै गरेर तपाईको चाहिँ एउटा चाहिँ मान्छेहरूले जसरी त्यो त्यहाँ वरिपरिको त्यो एउटा त्यसमा माछा समात्ने एउटा अङ्कुशीले चाहिँ माछा समात्नेहरू गर्दथ्यो तर त्यहाँ पनि हामीले चाहिँ त्यो ठाउँमा गएर त्यो सानो समुद्र थियो तर त्यहाँ गएर चाहिँ हामीले चाहिँ त्यहाँ एकजना हाम्रो चाहिँ जो
लामा बस्नुहुन्छ, उसको नाम चाहिँ लोसाङ छिरिङ हो र उहाँले चाहिँ अहिले त्यहाँ विशेष गरी त्यहाँ चाहिँ उसले चाहिँ त्यहाँ चाहिँ प्रज्ञा परिमिता जो युम छ त्यो चाहिँ सुनले लेख्ने कार्य गर्दछ र धेरै वर्ष उहाँले लेख्नु भएको छ। त्यसको साथसाथै त्यहाँ चाहिँ जल चढाउने पनि ठुल्ठुलो भाँडामा जल चढाउने, त्यसपछि बत्तीहरू बाल्ने धेरै कामहरू यहाँ गर्छ। र त्यसको साथसाथै अरू पनि त्यहाँ काम चाहिँ त्यहाँ धेरैजना मान्छेहरूले छेतार अर्थात् प्राणी जीवन दान गर्नेहरू आउनुहुन्छ र त्यो आउँदाखेरि पनि त्यहाँ त्यो जुन चाहिँ प्राणीहरू त्यहाँ ल्याउँछ त्यसलाई चाहिँ चैत्यहरू परिक्रमा गर्ने र त्यस्तै अब बुद्धको मूर्तिहरूलाई परिक्रमा गराउने र त्यस्तै खालको त्यो छिलापहरू पानीहरू जलहरू उनीहरूलाई खुवाएर फेरि आफ्नो ठाउँमा वासस्थानमा त्यसरी छोड्ने गरेर चाहिँ हामीले त्यस्तो कामहरू सानसानो काम गर्ने गरेका छौँ। त्यसरी गरेर कामहरू गर्ने गर्दछौँ क्षेत्रहरू। र यस्तो गरेको चाहिँ भनेको मतलब यो चाहिँ मैले तपाईँहरूलाई यो देखाउनको लागि, मैले यस्तो गरेँ भनेर सुनाउनको लागि पनि यो मैले तपाईँहरूलाई सुनाएको होइन। विशेष गरी यो के त भन्दाखेरि यसको मेरो आशय के त हो भन्दाखेरि विशेष गरेर हामी सबैले अरूको हित गर्दाखेरि हामीले सानसानो कामबाट पनि त्यसरी चाहिँ हामीले पुण्यहरू लाभ अरूलाई हित गर्न सक्छौँ। र अरूको हित गर्नु भनेकै आफ्नो हित हुने हो। हामी जति उनीहरूलाई हित गर्दै जान्छौँ, हामीले उनीहरूलाई त्यसरी दान गरेर त्यसरी आउँदा उनीहरूलाई आफ्नो चाहिँ समस्याहरू पनि समाधान हुन्छ। त्यस्तै उसलाई त्यो मन्त्रहरू छिलापहरू चाहिँ खुवाउँदा मन्त्रहरू पढिदिँदा उसको कर्महरू पनि शोधन भएर उसले पनि बुद्धत्व प्राप्त गर्छ भने त्यसकै साथसाथमा हामीलाई पनि उसले चाहिँ उसको कारणले हामी पनि बुद्धत्व प्राप्त गर्छ। त्यसले गर्दाखेरि दुवै पक्षलाई यो फाइदा मात्रै हुन्छ। त्यसरी चाहिँ हामीले बुझ्नुपर्छ। र त्यो के भन्छ त्यसरी चाहिँ त्यो परिक्रमा अब त्यो जुन अहिले त्यहाँ परिक्रमा गर्दा त्यहाँ चराहरू त्यो खानु आउँदाखेरि जसरी अघि भनेको जस्तो त्यो जुन वज्रछेदनको चाहिँ सूत्रहरू छ, अरू विभिन्न मन्त्रहरू छ, अझै त्यसरी चाहिँ तपाईँको धेरै चाहिँ अरू सुवर्ण चाहिँ सूत्रहरू छ। तिनीहरू चाहिँ श्रवण मात्रै गरे पनि त्यो श्रवणहरूको कारणले गर्दाखेरि फेरि पनि त्यो पशु पक्षी प्राणी जसले त्यसलाई श्रवण गर्छ सुन्छ त्यो सबै प्राणीहरूको चाहिँ क्लेशहरू चाहिँ शोधन भएर जाने, पापहरू हटेर जाने, त्यस्तो खालको चाहिँ पुण्यहरू लाभ हुन्छ। त्यसरी गर्दाखेरि त्यसरी चाहिँ गरेछ। त्यस्तै अहिले तपाईँको हाम्रो यो एफएमटी जो फाउन्डेसन फर द प्रिजर्भेसन अफ मायन ट्रेडिसन भन्छौँ, त्यस अन्तर्गत अहिले एबिसी भनेर अहिले सिङ्गापुरमा छ। यो सिङ्गापुरमा चाहिँ अमिताभ बुद्धिस्ट सेन्टर भन्छ र त्यहाँ पनि धेरै चाहिँ प्राणीहरूको जीवनदान अर्थात् छेतार गर्ने कार्यहरू हुन्छ। र विशेष गरी ताइवानमा एउटा हाइतो लामा भन्ने हुन्छ, उहाँ पनि त्यस्तै खालको धेरै प्राणीको जीवनभरि नै त्यस्तै प्राणीहरूको छेतार अर्थात् जीवनदान गरेर बस्ने हुनुहुन्छ। धेरै नै गर्ने उहाँ। त्यसपछि दोस्रो अर्थात् अब एक्ज्याक्टली थाहा छैन, तर पनि अब दोस्रो प्रथम के छ, उहाँ पनि धेरै त्यसरी दान गर्ने मान्छे। तर एक दिन चाहिँ उहाँले त्यसरी दान गर्दाखेरि चाहिँ अलिकति फेरि ताइवानको सरकारलाई अलिकति शङ्का लागेर उहाँलाई सोधपुछ पनि गर्न आयो, तिमीले किन यसरी चाहिँ प्राणीहरू दान गर्दैछ, यसरी चाहिँ प्राणीहरूको यसरी गर्दैछ भने किनभने सरकारलाई चाहिँ अलिकति त्यसको चाहिँ के हो, यसको पछाडि अर्कै रहस्य छ कि भन्ने पनि भएर उहाँलाई सोधखोज पनि गर्न आएको थियो भन्ने सुनेको थियौँ। र त्यसरी अब विशेष गरी अहिले एबिसी जो अमिताभ बुद्धिस्ट सेन्टरले चाहिँ अब ठ्याक्कै मलाई हिसाब त छैन, तर मैले भन्नु पर्दाखेरि 2-3 अरबभन्दा बढी प्राणीहरूको चाहिँ छेतार अर्थात् जीवनदान गरिसकेका छ। त्यसले गर्दाखेरि त्यसरी चाहिँ उहाँहरूले एकदम धेरै जीवनदानहरू गरिसक्यो। त्यो पनि हामीले एउटा पुण्य गर्ने कमाउने तरिका हो। र त्यस्तै अहिले कोपनमा पनि हामी जीवन त्यो के भन्छ प्राणी वासस्थान भनेर हामीले एनिमल सेङ्चुरी भनेर एउटा छ, त्यहाँ पनि हामीले चाहिँ विशेष गरी विभिन्न चाहिँ प्राणीहरू विशेष गरी बाख्राहरू, जब म यताउता बाटोमा हिँड्छु यहाँ बाटोहरूमा कहिलेकाहीँ चाहिँ बाख्राहरू चाहिँ के भन्छ एकदम काट्नलाई तयारी भएको अवस्थामा मैले भेटेको खण्डमा त्यसलाई मैले चाहिँ सकेसक्दो मैले देखेको सक्नेसम्म चाहिँ उठाएर मैले किनेर ल्याउने गरेको छु। एउटा बाख्रालाई कहिलेकाहीँ 13,000सम्म पनि तिरेको छु। तर अब त्यो भनेको अब समयअनुसार भाउ तलमाथि हुन्छ। त्यसरी चाहिँ किनेर अहिले त्यसरी चाहिँ हामीले चाहिँ त्यहाँ बाख्राहरू राख्ने गरेका छौँ। र त्यसै क्रममा पनि यहाँ अहिले यो जुन अहिले हामी माथि कपनमा जाने गुम्बाको माथि कृष्ण मन्दिरको छेउमा त्यहाँ एकजना हुनुहुन्थ्यो, उहाँले पनि त्यहाँ चाहिँ बाख्रा काटेर मासु बेचबिखन गर्नुहुन्थ्यो।
र उहाँले चाहिँ भन्नु त उहाँ चाहिँ मैले भनेर चाहिँ त्यो बाख्रा काट्न चाहिँ छोडेको भन्ने कुरा छ तर वास्तवमा त्यो भन्दा पनि मैले बुझेको चाहिँ के थाहा भन्दाखेरि उहाँको श्रीमती चाहिँ क्यान्सर भएर बितेपछि उहाँलाई अलिकति त्यो छटपटाहा अब दुःखहरू देखेपछि उहाँको मन अलिकति नम्र भएर त्यो छोडेको हुनुपर्छ खास चाहिँ बाख्रा मार्ने चाहिँ तर पनि जे होस् उहाँले बाख्रा मार्नु छोड्नुभयो त्यसपछि मसँग पनि भेटघाट गरेर मसँग पनि धेरैचोटि भेटघाट भयो उहाँको र उहाँले चाहिँ भेटघाट गरेपछि धेरै वार्तालापहरू हुँदाखेरि मैले पनि उहाँलाई चाहिँ विभिन्न बुद्धको मन्त्रहरू त्यस्तै गरेर अरू मन्त्रहरू पनि वाचन गर्ने त्यसरी मन्त्रहरू जप्ने मैले पाठहरू कार्यहरू दिएको थिएँ र पछि चाहिँ धेरै त्यसरी गर्दै गएपछि अनि उहाँले चाहिँ त्यो बाख्रा मार्ने चाहिँ जुन पशुवध गर्नेको काम चाहिँ छोडिसकेपछि अनि उहाँले त्यसरी पछि उहाँ पनि त्यसरी चाहिँ मन्त्रहरू जप्ने यसरी चाहिँ कामहरू गर्दै हुनुहुन्थ्यो तर अहिले चाहिँ उहाँ पनि आएर चाहिँ उहाँ पनि बितिसक्नु भएको छ त्यसरी गर्दाखेरि यो प्राणीहरूको चाहिँ हत्या हिंसा गर्ने भन्दा पनि हामीले चाहिँ प्राणीको जीवन दान गर्ने र प्राणीहरूलाई चाहिँ सक्दो सानसानो तरिकाबाट पनि सहयोग गर्ने हित गर्ने दान गर्ने गर्नु सक्यो भने त्यसबाट पनि अपार पुण्यहरू आउँछ त्यसका लागि पुण्य गर्ने चाहिँ हामीले जान्यो भने धेरै गाह्रो छैन सानसानो कुराबाट धेरै तरिकाबाट पनि हामीले पुण्यहरू आर्जन गर्न सक्छौँ भनेर भन्छु 다 임지리도 좀 쓰레기야 돼 가르스나 니디 정말 자식이 되지다야 저도 잠바 꿀로 토성 앞주지샤 어디 정투야 제도 순사야 제도 어디 임지리도 좀 쓰레기야 돼 들이 다 부대까지 지자순 부대까지 지자순 또 지겨를 지금 뭐래 다 자원이 그가 세린 그가 좋아하신다 지금야 이게 양장전 그 지거니 지지 아주 지지 아메리카 지거리 어두스레 네다 개동마지 지제 너마 그 아메리카 개동바지 아니 슈구디 아주 변에 세게 지자고 슈티베 두부 슈드베 슈티 가리바 어떤데 말에 근데 제 제식임에 세 슈구디에니 가서를 같이 빼자 같이 빼자 로동자지 전부 슈구디가 이게 되지 어떤데 지 슈구지래 제가 세닝 배다자 제제 데 로르지기 저한테 세닝 배를 어두지래 제가 나한테 주변 보다 라바에버도 주변 보다 듣지 마좀 또 로지도 송자 또 계산 드리시는 것도 인디 녀마다로 지지 마좀 벌벌로도 지지 마좀 제가 듣는데 왜 상계 세화동라 그래 가봐 만들어 가봐 상계 제화동라 저바 부활래 아니 시진이 이게 직직 지바 로바 아니 그래서 직직 지바도 로바 대편쳐 순정어리 저는 하 레벨 편 답변만 같이 먹어래 어떤데 자자디 지디 참아 토선 납주 제도 조세 다 토선 납주 딜을 하봐 다 딜을 대 맞중하래 대 맞중하래지 디샤 맞중하래지 아 딜이가 야와 딜이 야가 다 지디 참아 토선 납주 딜이 야가 어디 사지지 겨울에 저 부제
then John Majidi, Castle Zamulaya, John Majid, Zeshava, but the business is having Mangu or any Chetan Tenzoda, Mangu Zeshava, this is the Ne, or the Zamulba Paya, all the Tusa, all the Yagala, the Digital, all to them. those they poor. 남자 할래 남자 소소 세면 주는 미고야 근데 돈이 무시무지 저 삼절 때 돈이 무슨 어두지 정소 어디 컨트롤 숨도 이제 잠바 서상남들 잡아 망부지 다 니슈라 근데 망부 상황을 망부텐데 망부 샹 장 펜도 세워줘 그래서 소도 오다데 오토스래 제가 데이터데 이나 구신한가라 대전에 자원을 맞게 다가란다 제대 잠을 생수를 오대 구단음지도 말을 생초가 말을 더더 심어도 제가 어디 구신나가라 더더 단위 주장하이나 가이나 전부다 구신나가라 생활에 제가 데이터 거름이 이제 자신제도 라라라고 제청나 어두스레 제가 어디에다디 세계티아디 다네 선발라 나나 시베이네 그런 저도데 진단네 봐도 따바르지 어디 제시디 제가 어디 가서 어디 저녁에 저를 안들 라디게 시바 내가 저기 까베니게 가서래 그래서 애니멀 센츄리스 그거 가서디 당압줄 하트 요아리 가이나 또 녀제 내 아니가 만 된다 지금 샤안지 그거 나타인지 그거 나타 다그 잡은데 어디지 저거를 야 주제 간다 어디 얘기를 사자 시라면 좀 찾아당사 다 찾아당사 사자 전부지 니아기 또 로망보 구대래 다 찾아당다데 간도 공배 기름 다그다 대창 로망보다 그래 장가를 아니 배 야제 땅에 가버 고마다 가버 공배야 땀 망고야고 때마 주잖아 아니 공 수나치 모래 제가 시작에 탈게보다 어제 전에 다다보다 살짝 같이 보지 어두세 찾아당사 저다 어떤 소고 라다라 삼자 당사지 네 가서 주된게 잡차래 드니 삼자도 보라도 되고 자야 아니 되게 라다를 요래 그제 다 납주 자면 줘 근데 다디 가서 듣는 배 녀제 다 찾아다니지 보라지 내 생아들 미신을 주셔서 거기서 땅제 네가 다야 저도 도대체 라다도 시거래 저대 생사래 아니 진짜 라다라 미겨보면 쉬우죠. 제도 다도 공부해야 가서 다지 강바다 떨어졌잖니 강바다 떨어졌잖니 다시 sem전나시 강바자 떨어졌지 되잖아래 다 또도 공부를 취해야 돼. 다 sem기 취 그저 저기 취해야 가수를 다 조사 대중 받아 최대한 많이 걸어다 되는 문제보다 레라부 지금도 조사 대장 벨레라부 거다 밀리도다 디데 밀리 남바산에 쳐다 집에 가서 강면제에 시도 레라부 조사 대장 제배 여러분 제동 어두진 또 최세전 최지당 세제 어두지 땅에서는 이제 야 산주고만 도야 어두지 이미게제인데 나래나마도 맞아디네 최대 자담지 최대 자담게 라다로 어디서 나마 상사마
penalty 하자 러진 다친 제자 러진 하자 러자와 아니 자신 제자 오 공기 나마 샹이마다 저는 야단 제 책임도 사 잡지 한다 대 남자 자단 캠보 개수다 가자 뭐지 공기 가자 나 진짜 맞소다 야 아우 나 지금 근데 진짜 너무 테마서 있는 미팅이 돼 드링 바제를 제가 공기 양에서 말을 지나 하고 있어서 저한테까지 준비 어디 냠스전 주다 야단 제도 샤에 주다 야단 제대 주다 말을 주다 뭐 잡다송 어다 하 그냥 삼지 미제베 가봐 라마제 저는 직시한 거인데 삼절 대비다 샘전 편도 빠빠빠 수저다 저도 두시 야단 제 오 두시 샤야 어떻게 거래 자다 두시 야단 다 제단에 레다 테마트로 이슈에는 도스레다 레다 같이 레다 테마트로 이슈나 오다 토르 도스레 아다다시 시라 र अहिले जो हामीले बुम युम पर्या परिमिता जुन सुनको अक्षरले लेख्ने कारण चाहिँ विशेष गरी हाम्रो एउटा चाहिँ प्रोजेक्ट बुद्धगयामा चाहिँ 50 फिटको मैत्रेय बुद्धको प्रतिमा निर्माण गर्ने थियो र त्यसभित्र चाहिँ सुनको अर्थमन्त्रको रूपमा राख्ने हामीले त्यो गरेका छौँ त्यसलाई अहिले त्यसमा लेख्ने क्रममा सुनको अक्षरले लेख्ने क्रममा 3-4 ठेली लेखिसक्यो त्यसमा विशेष गरी एकजना लोसाङ छिरिङ अघि भनेको हाम्रो भिक्षु उहाँ हुनुहुन्छ उहाँले लेख्दै हुनुहुन्छ त्योभन्दा अगाडि मैले नै त्यसलाई लेख्ने पनि सुरु गरेका हुँ धेरै वर्ष अगाडि तर पछि मेरो चाहिँ आफ्नो प्यारालाइज भएको कारणले गर्दाखेरि मेरो हातले लेख्नलाई अलिकति अप्ठ्यारो भयो त्यसले गर्दाखेरि मैले त्यति लेखिनँ तर त्यसपछि अहिले 1-2 जना अरू पनि लेख्ने छन् त्यो लेखेर 3-4 ठेली लेखिसक्नु भएको छ त्यस्तै अहिले ज्ञातङ्ग भनेर जुन अष्टपर्या परिमिता जुन चाहिँ लेख्ने क्रम पनि त्यो जारी छ त्यसलाई पनि सबै लेखिसकेर चाहिँ हामीले अन्तमा त्यो चाहिँ मैत्रेय बुद्धको प्रतिमामा भित्र हामीले राख्ने एउटा उद्देश्य राखेका थियौँ र यो धेरै वर्षको हाम्रो योजनाहरू हुँदाहुँदै पनि तर विशेष गरी अब हामीले चाहिँ त्यो बुद्धगयामा त्यो अहिलेसम्म त्यो हामीले निर्माण गर्न सकेनौँ तर त्यो नसक्नु कारण भए तापनि तर त्योभन्दा पनि अझै राम्रो उत्तम त्योभन्दा पनि उत्तम के चाहिँ भएको छ त भन्दाखेरि विशेष गरी परम पावन दलाई लामाज्यूले त्यहाँ एउटा चाहिँ विशेष गरी उहाँको एउटा सम्पूर्ण बौद्ध धर्मको ग्रन्थको एउटा पुस्तकालय जस्तो एउटा चाहिँ महाविश्वविद्यालय जस्तो चाहिँ जसरी एउटा नालन्दा विश्वविद्यालय छ त्यस्तै खालको विश्वविद्यालय सम्पूर्ण बुद्ध धर्मको चाहिँ ग्रन्थहरू चाहिँ भोट भाषा अरू भाषामा पनि त्यहाँ संरक्षित हुने गरी त्यसरी चाहिँ पुस्तकालय र विश्वविद्यालय निर्माण गर्नेमा त्यो ठाउँ चाहिँ हामीले त्यहाँ चाहिँ परम पावन दलाई लामाज्यूलाई माथि चढाएको छौँ त्यसले गर्दाखेरि खान्डोलाले पनि भन्नुभएको छ कि त्यसरी चढाउँदाखेरि चाहिँ हामीले एउटा चाहिँ 50 फिटको चाहिँ मैत्रेय बुद्धको प्रतिमा निर्माण गर्नुभन्दा पनि हजारौँ गुणा बढी फाइदा हुन्छ किन भन्दाखेरि त्यो पुस्तकालय र विश्वविद्यालय चाहिँ त्यहाँ चाहिँ निर्माण भइसकेपछि त्यहाँबाट अध्ययन गरेर अभ्यास गरेर धेरै प्राणीहरू चाहिँ सिद्ध र चाहिँ निर्माण प्राप्त हुनेछ त्यसले गर्दाखेरि त्योभन्दा पनि अझै धेरै फाइदा हुने त्यस्तो काममा हामीले लगाएका छौँ र त्यस्तै गरी अब विशेष गरी त्यहाँ नभए तापनि हामीले चाहिँ अहिले कुशीनगर जो कुशीनगरमा चाहिँ हामीले अहिले मैत्रेय बुद्धको चाहिँ हाम्रो चाहिँ 25 तला जतिको चाहिँ हामीले मैत्रेय बुद्धको प्रतिमा निर्माण गर्ने हाम्रो योजना छ हाम्रो कार्यहरू पनि भइरहेको छ अगाडि बढिरहेको छ सम्भवतः चाँडै होला तर पनि अब मैले चाहिँ के गरेको छु भन्दाखेरि
यदि म मरेर गए तापनि म नरहे तापनि तर मेरो यो के भन्छ संस्था जति पनि यो गुम्बाहरू छन् जति चाहिँ हाम्रो धार्मिक चाहिँ सेन्टरहरू छ त्यो सबै रहिरहने त्यो अन्य चिरकालसम्म रहिरहने र त्यसले पनि यसलाई चाहिँ पूर्णता दिने भन्ने म पुरा यसमा चाहिँ विश्वस्त छु र मेरो पनि चाहना उद्देश्य पनि त्यही हो र यो पछिसम्म रहिरहोस् यसले काम गरिरहोस् भन्ने पनि हो र त्यस्तै गरी कपनमा पनि हामीले पशु वासस्थानको लागि हामीसँग एउटा ठाउँ त छ तर त्यो ठाउँ चाहिँ अलिक सानो भइरहेछ त्यो सानो भइसकेपछि पशुहरूलाई हामीले व्यवस्थित रूपमा राख्न नसकेकोले हामीले धेरै वर्ष अगाडिदेखि हामीले पशु वासस्थानमा अलिकति ठुलो बढाउने अलि राम्रो खालको व्यवस्थित ढङ्गले बनाउने र अहिले कपन गुम्बाको पनि धेरै शाखाहरू छ त्यसमा पनि अझै शाखा अलिक विस्तार गरेर अरू अन्य ठाउँमा पनि लाने भन्ने हाम्रो उद्देश्य हो त्यसै क्रममा हामीले यो जग्गा खोज्ने क्रममा हाम्रै कपन गुम्बाको प्रबन्धक अहिले तेन्चो लामाज्यू हुनुहुन्छ उहाँ धेरै पुण्यवान व्यक्ति पनि हुनुहुन्छ उहाँ धेरै उपाय कौशल भएको व्यक्ति पनि हुनुहुन्छ र उहाँले पनि धेरै प्रयास गर्नुभयो तर अहिलेसम्म पनि त्यो कुरा जग्गा चाहिँ हामीसँग अहिले त्यस्तो खालको उपलब्ध भएको छैन तर भविष्यमा हामी त्यो पुरा गरेर त्यसरी गर्ने हाम्रो योजना छ त्यो पनि एउटा हाम्रो योजना हो त्यस्तै गरी अरू योजना मध्येमा अरू योजनामा तपाईँको लद्दाखमा हामीले चाहिँ 108वटाको चैत्य निर्माण गर्ने एउटा योजना पनि छ त्यो चाहिँ विशेष गरी के त भन्दाखेरि त्यो चाहिँ त्यतिकै होइन कि एउटा त्यहाँ गरिब असहाय बालबालिकाहरूलाई सहयोग गर्ने हाम्रो उद्देश्यहरू धेरै छन् तर ती कुराहरू हुँदाहुँदै पनि त्यति मात्रै नभएर त्यसको मूल तात्पर्य भनेको त्यो सहयोग गर्ने आफ्नो ठाउँमा छ भौतिक रूपमा तर त्योभन्दा पनि अति महत्त्वपूर्ण कुरा चाहिँ सबैभन्दा सजिलो तरिकाले पुण्य आर्जन गर्ने र सबै पाप शोधन हुने उपाय के त भन्दाखेरि चैत्य निर्माण गर्ने बुद्धको प्रतिमाहरू निर्माण गर्ने त्यसो गर्ने बित्तिकै जसले त्यो प्रतिमाहरू परिक्रमा गर्छ त्यो चैत्यहरू दर्शन गर्छ परिक्रमाहरू गर्छ त्यो गर्ने बित्तिकै पशु पक्षी मनुष्य जोसुकै भए पनि त्यसले चाहिँ सबैभन्दा सजिलो चाहिँ हामीले चाहिँ पुण्य आर्जन गर्ने र पाप शोधन गर्ने उपाय सबभन्दा राम्रो विधि र त्यो चाहिँ स्थल त्यसरी हुन जान्छ त्यसको उद्देश्यको साथ पनि हामीले यो कुराहरू निर्माण गर्दछौँ त्यो खालि सहयोगको लागि सहयोग मात्रै होइन कि त्यसको मूल तात्पर्य के हो भने अन्ततगत सम्पूर्ण प्राणीहरूलाई निर्माण प्राप्त गरेर बुद्धता प्राप्त गर्ने त्यहाँसम्म बुद्ध भूमिसम्म लानको लागि हामीले त्यो एउटा उपायको रूपमा हामीले त्यस्तो खालको योजनाहरू हामी धेरै गरिरहेका छौँ त्यसको मतलब चाहिँ अहिले हामीले चाहिँ नामगेल ठजाङको अहिले खिन्सुर उहाँको नाम त मलाई याद भएन तर उहाँले पनि अब त्यहाँ 108वटा बुद्ध त्यो चैत्य बनाउने क्याप्चे छादो रिम्बुचे क्याप्चो त्यहाँको चाहिँ खेन्सुर उहाँ क्याप्चे छादो रिम्बुचेले पनि त्यो भन्नुभएको छ र उहाँले पनि त्यसरी चाहिँ त्यहाँ अरू चैत्यहरू पनि छ त्यसको पनि मर्म सम्पारहरू गरेर त्यसलाई पनि गऱ्यो भने त्यसरी चाहिँ हुन्छ भन्नुभएको छ र अहिले हामीले विशेष गरी हामीले चाहिँ तपाईँको यो चैत्यहरू निर्माण गरेर यो गरेर सबै गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि विशेष गरी हामीले तपाईँको एउटा चाहिँ प्रतिमा मात्रै बनाउँदा पनि एउटा त्यसरी चाहिँ हामीले त्यो कार्यहरू गर्न सक्यो भने हामीलाई चाहिँ तपाईँको करोडौँ बुद्धहरूलाई चाहिँ छोपापुसी गरेको भन्दा पनि धेरै पुण्यहरू हामीलाई आर्जन हुन्छ भनेर भन्नुभएको छ र यसरी चाहिँ अहिले त्यो योजनाहरू हाम्रो अहिले मैले सम्झेको मैले चाहिँ अहिले सबै देखेको र सम्झेकोसम्म चाहिँ मैले हाम्रो योजनाहरू त्यस्तो छ यहाँहरूलाई मैले यो अवगत गराएँ tenía caso reta 지dan 먼저 메라 펜토 지하다 가서래 자갈라 티 사자 버벨라 프라타 전도와 가서래 가서 계속 간다 저 강바 매망 강바 잡이하다 매망 지금 도모도야다 지 고도 주사다 들레다지 저 망우제월에 자가로 쪄라 어떻게 망우제월에 초대생야다 오 들리고 그래 들리다 로 나마도 안제다 들리지 어떻게 제월에 되는 가서다 제 단나신 것도 감전당
공박하다 된데다 그도마 소소 된데 로바치하다 소소 샤티도 쇼브레 한다 세레 제 자상라 그도마 동라 다담도 신나메로 고도도 망고이거와 오데자다 치스도랑 요마레 제단데 샤라프 대다 샤라프 나도 breakfast and lunch when the dinner was shala was the long how many years? Sarah food. 로스지 샬라푸레 건데 그때마다 기더라. 근데 다디 샬라 때문에 나는 뭐 다디 다 프랑스 랑게 대표제 아니 제 맞아 돌아사시 맞아 söze 대국내다 샬라 못에 다녀 저 대사도 지거리 다나진다 가로래 다 도와 가조래 레다 가서 등산 또 자주로 가서래 로레를 도성티 부지 제베레 아니 디 철아 샹아라 붐토라 붐든 것도 붐니 보레다디 저자디 대주 제베레 근데 다레 저자디 다 가서래 도제 유메라 다 샤라가 맞아 버버제 사이니 주고야 보다 근데 몸시지 부버제 오도제 나들죠 내가 자가지들을 괜찮아 담사 또 그래서 가서가다 오도제 로바차 망고이 어레 도제 메마 잠데 쉬어야 밀라 메마 잠데 쉬어야 도투시 다 강투도 레지다 도제 메마 잠데 쉬어야 다 가서래 나 템버데 또 쉬어 티 가르스거래 다디 쉬어들 다지게만 쉬어나 샘제 미나 둔드는 정말 가 정말 강투도 펜다 저래 쉬잉바가 어디 문에 던질 텐데 정말 강투도 삼바스 상하다 삼바상부터 말이지 진짜 이내다 강투도 제일 깨져는 지로다가 제 야마데 삼바상부터 야마데 그래서 도저 디다 빼러주니 다스 등이 이제 빼러주요 빼러주 주요 다치는 지난주라 가서 대라 리자제 지난주 강투도 그 시안라바 펜다치야 대로 공마시로는 선제 둔주 무슨 인제는 펜다치야 강투도 그 펜다치야 공마시로는 소도 수야이 자천이네 가르스는 천이네 나들이 잡지 수야디 랑싱이 좋아 말이 당부 동안에 도만에 좋아 말이 제 나마나마 친구이 먹는다 손도 손을 사줘야 야마리 손 때도 사진 라마라 때는 손 때도 사진 라다 손 사진 초도 좋아디 신 약실 약실다 신 초도 좋아디 터지 라마리 제다니 제 맨다 보여서 가리다다 손을 제대로 사고 또지 한다 되게 제 중앙에 당연히 그들 쉬야지 가르쳐 되게 다가서 랑싱이 좀 그런 거는 주요 말이 내가 로치지가 로다 손 또 사라 손 때 사진 다 제시나 신경 말이 자손 사 되게 뒤로 두스 좀 말이 제단에 지난주로 쉬야지 제단 지난주 상만을 다 매쳐 상계 때마다 제벌 제열에 제다 지난주라 가져라 샘제가 펜다치야 다는 주권조승을 남아 권조승을 대자올 때는 개와 빠도 메사야 니만 따마라시 나도 이거 권조승 아니 샘제 그때 뭐 샘제 통달로 다 가져서는 같이
tenze khatsa kanyita jendu ke shiki jikidu da oda din o din chirantu la o tagana yungres da nga kaka jugumendo nga kaka yungendo sa sambo jugu di bare geza chunju는 상어래 개와 춘주는 상어 도대체가 나네 단단 내지 빼샤래 다 람체버 잡아빼 베섬자 망볼 펀더지야 되니까는 상계 이때마다 펀더지야 되니까는 가서래 어디 기둥 잡는데 봐 아마치 나도 가좀 저다 수 삼바신 그가 어디 용거래 그냥들로 용거래 어디에 빼샤거래 दिदीले सेना गाते चाहिँ शिवजी दर्शन सिकाएर त्यस्तै मैले अहिले समाजमा चाहिँ सेवा गर्ने क्रममा अरू पनि कार्यहरू जस्तै एउटा उदाहरणको लागि दक्षिण भारतको चाहिँ त्यहाँ धेरै गुम्बाहरू छन् त्यस्तै शरणार्थी शिविरहरू छन् त्यहाँ पनि धेरै भवनहरू जस्तै विद्यालयहरू अनि वृद्ध आश्रमहरू त्यस्तै गएर तपाईँको चैत्यहरू निर्माण गर्ने धेरै योजनाहरू छ त्यसमा पनि मैले सक्दोहरू सहयोग गरिरहेको छु त्यस्तै गुम्बाहरूको चाहिँ खम्चेनहरूलाई पनि सकेसम्म सबै धेरै खम्चेहरू सहयोग गरिरहेको छु त्यस्तै सेरा चाहिँ अहिले जुन चाहिँ दक्षिण भारतमा छ गुम्बा सेरा गुम्बा त्यसमा चाहिँ लगभग 4-5 हजार भिक्षु चाहिँ लामाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यहाँ उहाँहरूको भोजन बिहान नास्ता दिउँसो खाना बेलुकी खाना गरेर 3 छाक दिनभरिको नास्ता खाना सबै मैले चाहिँ के भन्छ दान गरेको त्यसरी लगभग 30 वर्ष जति त्यसरी दान गरेको तर अहिले पछिल्लो चरणमा चाहिँ दान गर्दै आएको थियो तर त्यसपछि अहिले पछिल्लो चरणमा चाहिँ सेराको आफ्नै एउटा अक्षय कोष निर्माण गरेर जम्मा $40 लाख जति त्यहाँ चाहिँ खानाको लागि त्यो गरिरहेछ अब त्यसले चाहिँ त्यसैको ब्याजबाट त्यसैको त्योबाट चाहिँ निरन्तर खाना चलाउने भनेर त्यसरी त्यो कार्य पनि सम्पन्न भएको छ र त्यसै टासी लुम्बुलाई पनि एउटा वार्षिक रूपमा खाना चढाउने हामीले चाहिँ एउटा जमर्को गरेका छौँ त्यस्तै गरेर तपाईको त्यहाँ एउटा तर्कशास्त्र गर्ने घरको चाहिँ एउटा निर्माणको लागि जम्मा $2 लाख जति छ त्यो पनि हामीले त्यो गर्ने गरेका छौँ त्यस्तै गरेर हामीले चाहिँ घुमेमा चाहिँ त्यहाँ खानाको लागि अक्षय कोषको लागि चाहिँ जम्मा $20 लाख जति हामीले जम्मा गर्नुपर्छ त्यसको पनि हामीले काम गरिरहेको छौँ त्यसै गरी हामीले विभिन्न समाजसेवाहरू गर्दै आएको छौँ मैले अघि नै भनिसकेँ जस्तो सबै कार्यहरू यो गर्दाखेरि हामीले सहयोग जति सक्दो हामीले सम्पूर्ण प्राणीहरू किरा फट्याङ्ग्रा मनुष्य सबैलाई चाहिँ हामीले सक्दो सहयोग र फाइदा पुर्याउने काम गर्नुपर्छ त्यसो गर्यो भने त्यसरी मैले फेरि यो तपाईहरुलाई मैले यस्तो गरेँ भनेर देखाउनको लागि पनि मैले तपाईहरुलाई यो सुनाएको होइन यो मैले मुख्य कुरो के को लागि भन्दाखेरि जस्तो चाहिँ तपाईको मैले जस्तो यो पनि फेरि मैले यो गर्दाखेरि मैले अहिले जुन या कार्यहरू गरिरहेको छु यो आफै त्यसै सिद्ध आफै त्यसै भएको होइन यो चाहिँ विशेष गरी मैले चाहिँ तपाईको आफ्नो जीवनमा चाहिँ धेरै पहिलादेखि सानसानो पुण्यहरू आर्जन जस्तै मैले पाठ पूजाहरू गर्ने दानहरू गर्ने जलहरू चढाउने त्यस्तै मण्डलहरू अर्पण गर्ने यी चढाउने सानसानो पुण्यहरूको त्यसरी यो त्यसै आफै स्वतः स्फूर्त त्यसरी मैले त्यसरी गरेको होइन मैले पनि अब धेरै त्यस्तो धर्म केही नजाने तापनि तर पनि मैले आफ्नो सानो त्यस्तो खालको पुण्यहरू आर्जन गर्दै गर्दै क्रमिक रूपमा गर्दै गर्दा त्यसको पुण्यको फलस्वरूप अहिले मैले यो कामहरू गर्न सकेको छु त्यसरी तपाईहरुलाई पनि यो अनुरोध गर्छु कि मेरो अनुरोध यो छ कि सम्पूर्ण प्राणीहरूको हितको लागि जहिले पनि काम गर्नलाई अगाडि सर्नुहोस् अग्रसर हुनुहोस् जहिले पनि आफूलाई मात्रै केन्द्रित गर्ने भन्दा पनि अरू प्राणीको हितमा बढी चिन्ता गर्नुहोस् त्यसो गर्नुभयो भने आफू स्वयं पनि सुख र अरूलाई पनि सुख प्रदान गर्न सक्नुहुन्छ त्यसरी चाहिँ मैले यो एउटा सानो तपाईहरुलाई उदाहरण चाहिँ मैले तपाईहरुलाई यो मेरो आफ्नो कार्यको किन भन्दाखेरि मैले तपाईहरुलाई उदाहरणको रूपमा मात्रै तपाईहरुलाई यहाँ प्रस्तुत गरेको हो त्यसको मतलब हामी कहिले काहीँ के सोध्छु भने
मैले त केही पनि गर्न सकिनँ, मैले त यहाँ चाहिँ केही पनि गर्न सकिनँ भनेर आफै निराश भएर हामी बस्ने गर्छौँ। तर त्यस्तो होइन, हामीले सानसानो प्रयास त्यसरी अघि नै भने चैत्य निर्माण गर्ने, चैत्य परिक्रमण गर्ने, बुद्ध प्रतिमा निर्माण गर्ने, अरू चाहिँ जलहरू चढाउने, मण्डलहरू चढाउने, ढोक्ने, अरू यी कार्यहरू सानसानो कार्य गर्दै पनि हामीले अपरम्पार धेरै ठुलो पुण्यहरू आर्जन हुन्छ। त्यसरी पुण्य आर्जन गरिसकेपछि अनि हामीले पनि गरेको काम, चिताएको कामहरू सम्पन्न गर्न सजिलो हुन्छ। त्यसरी चाहिँ हामीले चाहिँ अगाडि बढ्नुपर्छ भनेर चाहिँ मैले तपाईँहरूलाई एउटा मनोबल बढाउनको लागि र तपाईँहरूलाई एउटा यो मेरो उदाहरण चाहिँ किन भन्दाखेरि यो मेरो जति पनि कार्य अहिले मैले गर्न सकिरहेको छु यो त्यसै स्वत स्फूर्त ढङ्गले त्यत्तिकै भएको चाहिँ होइन। यो पनि मैले भनेको जानी नजानी सकि नसकि मैले आफ्नो चाहिँ सानै बाल्यकालदेखि नै त्यसरी चाहिँ सानसानो पुण्यहरू आर्जन गर्दै आएको र त्यो पुण्यको बलले चाहिँ आज मैले सबै कामहरू गर्न सकिरहेको छु। त्यस्तै तपाईँहरूले पनि सक्नुहुन्छ र तपाईँहरू पनि त्यसरी जीवनमा अब बाँकी जीवनमा त्यसरी अगाडि बढ्नुहोस् भनेर मेरो विनम्र अनुरोध छ। 제가 러버를 맺을 송아래서 레니 충양 driu 자체대 이디 제보 살아 돼 그다 되지고 레니 충양 driu 자체대 이디 제보 살아 매지고서 되지만 매지 이디 제보 살아 매지고 제가 러버를 맺지 다 레 겨와이네 민겨와이네 춘주지 사바이나 리우드 자천보이 그랬어 리우드 하전 자천보이 그랬어 레 빼나 민겨와 제 자신아 나만 루지지 종아래 네스타 샘템을 쇼라 자와지 주강을 저거만도 제단이 자와신다 저게 제단이 비우다 자와 총도서 콜라 마쿠베 라버레 제단 비우다 자와 총도서 제단 거기 레사보다 때니 거기에 그다 샘게 먹으지 그제 시험을 가야오라 제단 고자왕암자 비울 제고 좀 되래 레니 중에 류 야체데 아니 기대체 뭐 살아 매지거스 제가 어제 배드 당신이 어제 레치주니 두자첨보 오 미게 누가 자첨보다 자와만 보는 거야 진짜 용어리 다나식 레가와이나 레가와 치주 싸면은 레 두 대화 자첨보 이거를 내가 땅에 빈이 주기 되시 쇼자들이 빈이 주기 내가 자갈라 미조지기 맹기 세지 기도마실라 기도마 소제 기도마실라 부르 탱마직 소제 기도마실라 소제 밥에 가서 또 많이 먹으면 또 밥 가서 많이 먹지 기도마 소제 실라 제자 탱마직은 dinti ko shibi jala ko kasure jahala jebo jigjawalang jebo kashigasa jawalang pa jo jachembo pet ha leve jo jachembo tomje chembo nyenda che tomje ngata che pa misi o ko jawa jamadro odine jemone 티 주제 가서 결혼 실라 소제 결혼 박만 결혼 실라 아니 가서 디 맹기 세지 풀에 어때는 주디래 주디 춘지 주디래 나 되어도 하 레벨 좀 어디 하다 하셔거래 어디래요 자장도 제대로 성당 먼저 네가 춘지 어디 네가 춘지를 아 그거를 재료 오면 돼서 이샤 그거 좀 적으래
가도 저거래. 그래서 랑섬라 내가 춘준지는 누가 춘준지 누가 말아? 누가 춘준지 누가 말해? 누가 내가 춘준지 누가 그러? 최자 아니 뉴 대송다 랑이 잠나가 내가 다 받았지. 어다 뉴개와 뉴개와 지중간에 진짜 간대는 싹을 저거래. 누가 뉴 디바 추진이 빵을 가져 주도 어때? जसरी अहिले गुरुपदमा सम्भवले एउटा श्लोकमा भन्नुभएको छ जसरी चाहिँ हाम्रो सानो कर्म गरे पनि पापको सानो कर्म गरे पनि फल चाहिँ ठुलो हुन्छ हैन त्यस्तै गरी सानो धर्मको कर्म गरे पनि त्यसको फल पनि ठुलो हुन्छ त्यसको लागि एउटा उदाहरणको लागि म तपाईलाई भन्छु पहिला एउटा चाहिँ दुईजना लामा भिक्षुहरू हुनुहुन्थ्यो वहाँ एउटा भिक्षुले अर्को भिक्षुलाई कहिलेकाहीँ अलिकति त्यो रिस उठेको बेला उसले चाहिँ तिम्रो चाहिँ बाँदरको जस्तो रूप छ भनेर उलाई त्यो भनिदियो त्यो भन्ने बित्तिकै त्यसको एउटा सानो कर्मले त्यसको फलले चाहिँ त्यो अर्को जुन भन्ने भिक्षु थियो पछि 500 जन्म चाहिँ उसले बाँदरको जन्म लिनु पर्यो भनेर भन्छ त्यस कारणले गर्दाखेरि हामीले हेर्दाखेरि सानो कर्म एउटा उसले धेरै त केही गरे होइन एउटा वचनले मात्रै तिमी बाँदर जस्तो छ मात्रै भनेको हो तर त्यति मात्रै भन्दा पनि उसको त्यसको कर्मले गर्दाखेरि उसले 500 जन्म ऊ आफै चाहिँ स्वयं चाहिँ पछि बाँदरको जन्म लिनु पर्यो त्यसरी चाहिँ कर्महरू हुन्छ त्यसले गर्दाखेरि हामीले कर्म भनेको सानो ठुलो जुन पापको कर्म भए पनि सानो भनेर त्यो गर्नु हुँदैन अनि त्यो धर्मको कर्म पनि चाहिँ सानो भनेर छोड्नु हुँदैन पापको कर्म जति पनि सानो छ त्यसलाई त्याग्नुपर्छ चाहिँ पुण्यको कर्म जति सानो भए पनि त्यसलाई बढाउँदै लानुपर्छ त्यसरी चाहिँ गयो भने तपाईको हामी आफै पनि त्यसरी चाहिँ के भन्छ सुख शान्तिहरू प्राप्त गर्न सक्छौँ त्यस्तै गरेर एउटा उदाहरणको लागि मैले सम्झेको चाहिँ अहिले म भन्छु सम्झेको चाहिँ भन्दाखेरि तपाईको भारतमा चाहिँ तपाईको धेरै पहिला भारतमा एउटा चाहिँ एकजना व्यक्तिले 4 जना भिक्षुलाई एउटा चाहिँ के भन्छ औषधियुक्त भोजनको दान गरेका थियो त्यो भिक्षुहरू चाहिँ त्यस्तो अर्हत प्राप्त गरेको सिद्धि प्राप्त गरेको भिक्षु पनि होइन उहाँ चाहिँ प्रतिमोक्षको चाहिँ शीलको पालना गरेको राम्रो भिक्षुहरू हुनुहुन्थ्यो 4 जना त्यो 4 जनालाई त्यसरी चाहिँ औषधियुक्त भोजन चाहिँ दान गर्दाखेरि त्यसको कर्मले के पछि चाहिँ के भयो त भन्दाखेरि त्यो जुन भोजन दान गर्ने व्यक्ति चाहिँ एकजना राजा कौशिकको भारतमा कौशिका राजा भन्ने छ त्यसको राजाको रूपमा जन्मेर उहाँ चाहिँ धेरै बलवान राजा शक्तिवान राजा एकदम चाहिँ तपाईको प्रख्यात राजा नामी राजाको रूपमा जन्म भएर त्यसरी चाहिँ जन्म भएर उसले राजकाज गरेको थियो त्यसो भनेको मतलब त्यसरी चाहिँ एउटा भिक्षुलाई त्यो पनि अर्हत प्राप्त गरेको भिक्षु होइन कि प्रतिमोक्षको शील चाहिँ राम्रोसँग पालना गरेको भिक्षुलाई मात्रै 4 जनालाई भोजन औषधियुक्त भोजन दान गर्दा पनि त्यस्तो खालको पुण्यहरू चाहिँ फलहरू प्राप्त हुन्छ त्यसरी चाहिँ उदाहरणको लागि मैले यो राखेको हुँ त्यसले गर्दाखेरि हामीले जति सक्दो यो दुःखको हेतु दुःखको कारणको कर्महरू हामीले त्याग्नुपर्छ र सुखको कारणको कर्महरू हामीले सञ्चय गर्नुपर्छ जति सक्दो हामीले त्यसरी बढाउँदै लानुपर्छ त्यो गर्नु सक्यो भने आफ्नो र चाहिँ सबैको हित हुन्छ रे ता के सेना के मंडो什么这但रे本来当年别人说广播这个就是广播台湾东大说安尼广播大你台北广播大说看没在那么多家东大嘛不是本来差或者说在说这个啦那个什么真的加倍的所说这叫不一样这个加倍的这个天上如果呢加倍的普为呢差说这这倍的这普为呢朝东大嘛不的这个是家长们他那家呢我就是되게 장만 푸 되게 장만라 푸 배연 동화를 잡배게 진주지도 제 잠망이냐 되는 너게도 누구이나 푸이나就是랑저버 그저 이내양就是된대게 그도 동남아 몰라 저거 보야就是요래 숨사 요래 당나 진게야 좀에 공바就是요래 망몰라 저거 보야 진짜 요래 세상 도스레 배를 잡아나 아니 다데 가서 데 레다 장레
다 푸야게 꼴론데 쳐주어래 쳐 담배쳐 이미 주가라마도 지든 저서는 네가 말해 민가 책에 담배 쳐서나 아니고 담배 쳐서 좋아 꼴론데 내가 아니 줘봐야 돼 쳐주래 들을 사바도 장주에서 꼴론 선제 거에 동안 전 산지 가만 거에 삼로 어디요나 대저더니 산지 가면 도도 어디 대저등에 다디 차 빼게 뒤지도 어디 그저 동다다 좀 동다다 가서 어디 소자 부있음 어디 대망 소자저로 어디는 그때 상황을 팬 빠도 매번 더블에 가졌는데 저진에 가져래 기주랑데 수주 얼마 오, 디들랑 소나 치우도 기도 랑도 숨주 소주야. 오, 디기 버정 순간디 랑도 숨주 소주와. 됐습니다. 랑게데 저 보이는 소나 빠고 매번 상관을 다가나신 게 어디 팀 이장까지 따스면서나 그거만 그때 숨자 주주 가든지 주주 쓰면서 주주를 했으면 이제 아다 이제 그럼 좀 진짜 벌도 그럼 좀 아마래 제가 가다 있는데도 찍기도 찍어 있는데 저 어다 망보이는 거다 저거 근데 손 어다 저거 뭐야 가는 지금 어다 신도지 있는데 저다 고멍아지 있는 고무지 있는 가래 있는데 소소가 어다 디오디 그래서 막 같이 모여래 다 보고 하래 또 이게 뺄 차이 봐 오, 들으래. 제가 하고 가래. 렌데스는 하고, 렌데스 하고, 그거는 당연히 그때 대외주 쌓여. 봐봐, 라운 술도와 또 대외주 상지 가만하게 나와. 탕주 쌓여, 라운 술도와. 제가 어디 하고 가, 뒤집으시고, 됐어. 선배님. 가서 집을 대하면도 밑에 집을 대하면도 동아지 대가 야말해. हजुर यहाँहरूलाई उदाहरणको लागि जस्तो अहिले यहाँ धेरै लामा गुम्बाहरू छन् अनि गुम्बाहरू छ त्यस्तै त्यो गुम्बाहरूमा हामी सबै जतिसुकै सम्पन्न असम्पन्नता भए तापनि हामीले एक पकेट चिया मात्रै त्यहाँ चढायौँ भने त्यहाँभित्र हजारौँ सङ्घहरू त्यहाँभित्र धेरै चाहिँ आनेहरू लामा गुरुहरू सङ्घ अर्थात् सङ्घहरू चाहिँ त्यहाँ हुनुहुन्छ र त्यो सबै सङ्घलाई चाहिँ आफूले चढाउँदा एक पकेट चिया मात्रै चढायो तर त्यो चढाएको त्यो दान गरे तापनि त्यसको पुण्य चाहिँ हजारौँ चाहिँ त्यहाँ सङ्घलाई चढाएको चाहिँ पुण्य आर्जन हुन्छ त्यस कारणले त्यो चढाउँदाखेरि तर अब हामीले एउटा विशेष गरी ध्यान दिनुपर्ने चाहिँ के हो त भन्दाखेरि चढाउने त्यो हेतु चढाउने बेला आफ्नो हेतु आशय चाहिँ राम्रो हुनुपर्छ किन भन्दाखेरि त्यो मुख्य कुरो कुन चाहिँ सम्यक धर्म हुन्छ र कुन चाहिँ लौकिक धर्म हुन्छ भने विशेष गरी आफ्नो आशयमा भन्नुपर्छ अर्थात् मोटिभेसनमा भर पर्छ त्यो मोटिभेसन चाहिँ सम्यक भन्दाको सही के भन्छ त्यो चाहिँ मोटिभेसन अर्थात् आशय भएन भने हामीले कार्य त गर्छौँ तर त्यो कहिलेकाहीँ लौकिक धर्म भएर जान्छ त्यो लौकिक धर्म भयो भने चाहिँ त्यसले चाहिँ तपाईँलाई पुण्य चाहिँ प्राप्त हुँदैन त्यसै आफ्नो मनलाई सन्तुष्टि हुने अरूले हेर्दा राम्रो भन्ने अरूले गर्यो भनेर भन्ने वा अरूले वाह भन्ने त्यतिसम्म त होला तर त्यसले साँच्चीकै तपाईँलाई सम्यक अर्थात् सही धर्म चाहिँ हुँदैन त्यस कारणले हामीले सही धर्म चाहिँ गर्नको लागि हामीले जतिसुकै सानो या ठुलो दान गरे तापनि मुख्य कुरो चाहिँ हाम्रो आशय चाहिँ एकदम सफा त्यो चाहिँ के त भन्दाखेरि यो मैले एक पकेट मात्रै चिया चढाए पनि यो चढाउनुको कारण चाहिँ आफू मात्रै नभएर सम्पूर्ण यो संसारका सबै प्राणीहरू माता समानका प्राणीहरू पनि बुद्धत्व प्राप्त गर्नेको हेतु बनोस् भनेर त्यसरी चाहिँ तपाईँले चित्त उत्पादन गरेर चाहिँ जतिसुकै दान ठुलो होस् या सानो चढायो भने त्यो चाहिँ अनि साँच्चीकै तपाईँको चाहिँ सम्यक धर्मको रूपमा हुन्छ होइन भने तपाईँले यो मैले चढाएको कारणले मलाई राम्रो होस् मेरो परिवारलाई मात्रै राम्रो होस् अर्थात् त्यस्तो खालको सोच राखेर चाहिँ चढायो भने त्यो चाहिँ फेरि लौकिक धर्ममा जान्छ त्यसले गर्दाखेरि जसुकै जे चढाए तापनि हामीले हाम्रो आशय अर्थात् हाम्रो मोटिभेसन चाहिँ हुनुपर्छ त्यस कारणले गर्दाखेरि त्यहाँ विशेष गरी अब यहाँ गुम्बाभित्र भनेको जस्तो श्रामर श्रामेरिका त्यस्तै तपाईँको
भिक्षु भिक्षुनीहरू हुन्छ उहाँहरूको चाहिँ अब शिलहरू जस्तो श्रामणको चाहिँ 36 भिक्षुको चाहिँ 253 त्यस्तै भिक्षुनीको अरू शिलहरू हुन्छ त्यस्तो खालको शिलहरू उहाँहरूले पालना गरेको प्रतिपक्षको शिलहरू पालना गरेर बसेको त्यस्तो सङ्घहरूलाई चाहिँ दान त्यसरी चाहिँ त्यस्तो खालको हेतु चढाउँदा पनि अघि भने ठुलो सानो जे चढा पनि अघि भने उदाहरणको लागि सानो एउटा त्यो चिया एक पकेट चिया मात्रै चढाउँदा पनि तर त्यो चाहिँ के त भन्दाखेरि सम्पूर्ण प्राणीहरूले चाहिँ बुद्धत्व प्राप्त गर्नको लागि मैले यो चिया चाहिँ चढाउँदै यो सङ्घहरूलाई चढाउँदैछु भन्ने खालको चित्त उत्पादन गरेर तपाईँहरूले त्यहाँ दान गर्नुभयो भने त्यो चाहिँ अनि साँच्चीकै सम्यक धर्म हुन्छ त्यो चाहिँ साँच्चीकै धर्म हुन्छ त्यसले गर्दाखेरि त्यसरी चाहिँ हामीले बुझ्नुपर्छ र पुण्य भनेको तपाईँको जति सक्दो चाहिँ धेरै कमाउनुपर्छ कुन पुण्य कुन कर्म चाहिँ तपाईँको दुःखको कारण हो कुन चाहिँ सुखको कारण हो त्यो चाहिँ बुझ्न जरुरी छ किनभने हामी त्यो नबुझेको कारणले चाहिँ हामीले दुःख मात्रै पाइरहेको हुन्छ त्यस कारणले आफूले गरेको कर्मले नै दुःख आफूले गरेको कर्मले नै सुख प्राप्त हो त्यसले गर्दाखेरि त्यो कर्म चाहिँ आफूले कुन कुन कर्म गर्दाखेरि आफूलाई सुख हुन्छ आफू मात्रै होइन सम्पूर्ण प्राणीको सुख र चाहिँ बुद्धत्व प्राप्त गर्नेको कारण हुन्छ त्यो चाहिँ राम्रोसँग बुझेर त्यसरी चाहिँ कर्म गर्नुपर्छ त्यसरी गर्यो भने हामी एकदम जागृत मनको साथ त्यसरी चाहिँ हामीले चाहिँ त्यो खालको कर्महरू अर्थात् सुख प्राप्त हुने आफू मात्रै नभएर सम्पूर्ण प्राणीहरूले सुख प्राप्त गर्नेको चाहिँ कर्महरू हेतुहरू हामीले सञ्चय गऱ्यौँ भने अनि त्यसरी चाहिँ हामीले साँच्चीकै सही अर्थमा परम सुख हामीलाई प्राप्त हुन्छ र हामीले चाहिँ निर्वाण र बुद्धत्व अथवा सम्यक सम्बोधिको चाहिँ ज्ञान पनि हामीलाई प्राप्त हुन्छ र यो कुराहरू चाहिँ हामीले एकदम ख्याल गर्नुपर्छ 가정에만 신바 차도 제제 파스 병마를 성원 저도 정말 차도 제제 제 가서 던절로 배 랑게 라메 다랑 콜에 줘도 랑 내손 야 콜에 줘야다 태면이 안 되는 저 산적가 더해서 주를 했으면 되는 차트가 했어 도대체 그래서 이제 심바 아니 다랑 고백이 다랑 도스 고마자면 거기 봐도 정말 다랑 고마자면 다랑 도스 거라지 잡아이나 그래서 뭐냐 라면 차 내가 차에서 도스 다랑 거라지 잡아이나 어다 채와 붐 가자 채와 붐 등주 가져요네 대직이 상제주 가봐도 유 채와 듬주 망고 싹살 다란 내가 찌고 그 말이 꼬라도 쓰지와나 차측에서 도 꼬라지 저 등주지요나 르모다도 군다다 저기 등주지가 이나 다가 까만 찌고 그 말이 등 상제주 가봐도 유 등주 싸사वर 소나 मैं साहब आपको तो दिशा हो रहे हो तो जहाँ मत तो खाते हैं शिया बंदा चेज़ ना सब कभी शूज़ आमच तो सब कर जाओ यो अहिले फेरि मैले बिर्सिन्छु त्यस कारणले गर्दा म तपाईँलाई यहाँ भनिहाल्छु अस्ति मैले भने जस्तो गरेर जसरी अस्ति एकजना अघि म बाहिर चाहिँ शौचालय गएर आउँदाखेरि एकजना आमाले चाहिँ जसरी त्यो अहिले मैले पहिले भनेको थिएँ अस्ति तपाईँहरूलाई भनेको थिएँ यो गुम्बाभित्र प्रवेश गर्ने बित्तिकै जति पनि अहिले यो थाङ्गाहरू छ मूर्तिहरू छ चाहिँ गुरुको तस्बिरहरू छ त्यो दर्शन गर्ने बित्तिकै आफू त्यो ठाउँमा उभिएर कहीँ नहल्लिकन त्यो ठाउँबाट उठेर आफूले चाहिँ दुई हात चाहिँ जोडेर वन्दना गरेर त्यहीँबाट एक फन्को घुमाएर सबै बुद्ध बुद्धिसत्व सबै गुरुहरूलाई चाहिँ म वन्दना गर्दछु र यो वन्दना चाहिँ म लगायत सम्पूर्ण माता समानका प्राणीहरू निर्माण प्राप्त गर्दै सम्यक सम्बोधिको ज्ञान चाहिँ प्राप्त गर्नको लागि म चाहिँ त्यसरी चाहिँ चाहिँ गर्दछु भनेर हामीले त्यसरी ढोक्यो भने त्यसले चाहिँ तपाईँको करोडौँ अर्थात् अरबौँ खरबौँ गुना चाहिँ बढी पुण्य हामीलाई प्राप्त हुन्छ त्यस्तो खालको पुण्य चाहिँ हामीलाई प्राप्त हुन्छ त्यो पुण्यले चाहिँ हामी चाँडो चाहिँ बुद्धत्व प्राप्त गर्ने अर्थात् निर्वाण प्राप्त गरी त्यसपछि बुद्धत्व पनि प्राप्त गर्नेको चाहिँ कारण हेतु बन्छ त्यस कारणले त्यसरी भनेको थिएँ र अघि म त्यसरी गएर आउँदाखेरि त्यहाँ एकजना
आमा हुनुहुन्थ्यो र उहाँले चाहिँ ठ्याक्कै त्यसरी नै गर्नुभयो त्यो देख्दाखेरि मलाई साँच्चै नै एकदम खुसी लाग्यो चाहिँ उहाँले चाहिँ साँच्चैकै यो बुझ्नु भएको रहेछ र उहाँले त्यो गरेको देख्दा मलाई पनि एकदम खुसी लाग्यो आनन्द आयो当继续，咱真就他们说啊，继续，但是可是king Ashoka, Java Ashoka, what you do it. That Nama, say that, Namadalo Tonga, the China, Redol Daja Tomasketua, Chenda Lotonda, 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 Lotonda neither. You don't have Java, you don't have Jata, Tamarasi, you don't have Jase, Tamarasi, you don't have Tamarasi, look at the Jimin, you don't have it. The Mare, the Loni, the German Micheloni, you don't true Ja, the song to that, true Ja to go Jetta, just soon as the long which so that, Jetta, Tamarasi, you don't have the demon. Like that saying, them. You don't have that Khadin, you don't have the cause as the Jordan member, Demotra, Ron, you don't have that Demotra, Chandra, Yagadua, Chatra, oh, Chatra, Ashoka. Chatra Ashoka said, go the visiting Angla. 최대한 자화직 시행하되 님의 찍라 최대한 자화직 저구이나 자화직 시행 근데 공방 망고 시행 또 공방 기도받은 사람이 어딘데 뵙게 좀 봐도 매만 어딘데 사기 중앙에 그런데 링라 어디 주대 가르스나 거저 가마지라 부춘중 숨 재매는 때문에 되게 와래 제가 다자 도마시가 도와 친구를 받아르고 렌렌데 제가 번에도 콘도 보고 싶은 재매가 점에서 제주 배워리 점은 제가 상제 주 점은 제가 배만데 저가서 다들 주 랑가 배워리 제가 다 상제 구슬을 무시하라 봐 제가 보고도 다 가서 부약하면서 재면은 아니 재만 빨아가 부지야랑다 네가 서거스 당시 부지 네가 그 숄더 네가 잡아지가 랑데 아니 보고 숨어지게 재매 빨아가 산지가 혼자는 누스포래 제가 부드가 그 샘나 세상만 세린 선부래 되게 상황으로 세린 선부래 제가 셀 요마래 세지야마래 셀 인삼부래 제가 그세 부에 벤타바래 제가 여자마다 그 예보제 아니 저전 저와지생 맞지라 되니 맞지다 하고 걸 맞지라 되니 고마마 뭐지 그도만 몰라서 되니 좋아해 제가 그 제만 봐가 부지지로 와 아니 뭐라고 준지로 와 제만 봐가 두 산지를 부디 제만이게 정말 세인 선포를 어디 세 푸이 팬도 나고 가래 이 인지미 생활을 누르지 세 푸이 팬도 그래 제가 먼저 맨데 부도 가서 지진 감 용도다 리자버를 상마 자 시그널 요원하시 디 뭐라 디 푸펜타버래 디 용도 푸펜타버래 그래서 먹어자라 그래서 누가 좀도 되나 누다 가리래 저보다 개양만 봐 제가 때 먹어자버리나 되게 빼다 시그널 요원하시데 뭐지만 되게 푸펜타버래 소나 제보 빼면서 담으면서 손 사이기다 손 자주 사이기다
थाहा भए 제가 어떤 일에 미국 재배는 셀프에서 미국 재배는 편 다 가져와래. 다 하고서나 대시험을 지은 거래. 대재배는 개와 싸로 개와 내려와 싸야. 내가 배 다들 내가 가서 긴아쇼가 나시게 라마 저저저 드니 바바 어떤 데 있다 개와 싸야로 내가 좀 심시지 그래. 근데 개와 싸당신 그래. 심시지 그래. 핑이거든. हजुर तपाईहरुलाई म एउटा उदाहरण दिन्छु जसरी राजा अशोका छ धेरै हजार वर्ष पहिले लगभग बुद्धको आगमन भएको अब 2500-2600 वर्ष लगभग भइसक्यो अहिले परमपावनजीले भन्दाखेरि तपाईको 2600 वर्ष चान्चुन भइसक्यो बुद्धको आगमन भएको यो जम्बुद्वीपमा त्यसपछि त्यो बेला चाहिँ राजा अशोका चाहिँ बुद्ध स्वयं चाहिँ एउटा भिक्षाटनमा पालिराख्नु भएको बेला बाटो पालिराख्नु भएको बेला 3 जना बालकहरू चाहिँ बालुवामाथि खेलिरहेको थियो त्यो बालुवामाथि खेलिरहेको बच्चाहरूले चाहिँ बुद्ध पाल्नु भएको देखिसकेपछि उनीहरूलाई केही पनि चढाउने त्यस्तो थिएन तर बुद्धलाई उनीहरू देख्ने बित्तिकै श्रद्धा आएर बुद्धलाई चाहिँ त्यहाँ देखेपछि बुद्धको दर्शन गरेर अनि त्यो चाहिँ बच्चाहरूले चाहिँ बालुवा चढाउने निर्णय गर्यो र बालुवा चढाउँदाखेरि अब बुद्ध धेरै चाहिँ उहाँको बुद्धको शरीर धेरै ठुलो भएको कारणले गर्दाखेरि बच्चाहरू होचो थियो त्यसले गर्दाखेरि माथि चढाउन गाह्रो थियो तर बुद्धको चाहिँ जुन अहिले बेगिङ बल भन्छ हामीले जुन लुम्सो भन्छ त्यो भित्र चाहिँ अनि उहाँले चाहिँ त्यो बच्चाहरूले चाहिँ एउटा बच्चा निहुरेर बस्यो अर्को बच्चा पनि त्यो निहुरेर 2 जना चाहिँ त्यो माथि एकमाथि खप्टेर बसिसकेपछि अर्को तेस्रो बच्चा चाहिँ त्यो 2 जनाको माथि चढेर अनि अल्को बनाएर अनि त्यो बुद्धको त्यो भित्र चाहिँ 1 अन्जुली बालुवा अर्थात् 1 मुठी बालुवा त्यसरी चाहिँ 1 मुठी नभनौँ यसरी 1 अन्जुली भनौँ त्यसरी चाहिँ बालुवा चढाएको थियो तर त्यो चढाउँदाखेरि त्यो बच्चाहरूले चाहिँ के आशय चाहिँ गरेको थियो भन्दाखेरि उसले त्यो बालुवा चढाएको सम्झेको थिएन कि उसले यो म सुन चढाउँदैछु म सुन चाहिँ चढाउँदैछु बुद्धलाई भनेर तर चढाउनु त वास्तवमा त्यो बालिकाहरूले चाहिँ तपाईँको बालुवा चढाइराखेको थियो तर उसले कल्पना गर्दाखेरि चाहिँ मैले सुन चढाइरहेको छु भनेर चाहिँ चढायो र त्यो बच्चाहरूलाई चाहिँ साँच्चीकै सुन चढाएकै चाहिँ पुण्य चाहिँ लाभ भयो चढाउन त बालुवै चढाएको हो तर चढाए पनि सुन चढाएकै चाहिँ पुण्य चाहिँ प्राप्त भएको छ त्यसले गर्दाखेरि त्यसको पुण्यले गर्दाखेरि पछि उहाँ चाहिँ अनि राजा अशोकाको रूपमा जन्मिनु भयो भारतमा र पछि जन्मेपछि राजा अशोकाले चाहिँ एकै दिनमा तपाईँको 1 करोड चैत्य निर्माण गर्नुभयो एकै दिनमा त्यो पनि फेरि र त्यति मात्रै चैत्य मात्रै होइन तपाईँको त्यसपछि धेरै गुम्बाहरू पनि निर्माण गरेर धेरै भिक्षुनीलाई भोजन दान गर्नेदेखि लिएर धेरै कामहरू गर्नुभयो त्यो कसरी सम्भव भयो त भन्दाखेरि अघिको यो जुन पूर्व जन्मको जुन बुद्ध स्वयं हुँदाखेरि उसले चाहिँ बालक हुँदाखेरि जसरी एउटा बालुवालाई चाहिँ सुन सम्झेर चढाएको पुण्य छ त्यसको पुण्यको फलले एकै दिनमा चाहिँ 1 करोड चैत्य निर्माण गर्ने सम्भव भएको त्यसले गर्दाखेरि त्यस्तो खालको पुण्यहरू चाहिँ अब हामीले अहिले तपाईहरुले हामी मण्डलहरू चढाउँछौँ मण्डलहरू अर्पण गर्दाखेरि पनि हामीले के सम्झिनुपर्छ भन्दाखेरि हामीले अब त्यो मण्डल चढाउँदा सुन हीरा मोती चाँदी नै नभए तापनि तर हामीले कल्पना चाहिँ के गर्नुपर्छ त भन्दाखेरि चाहिँ सुमेरु पर्वत जतिकै ठुलो पर्वतको सुन हीरा मोती चाँदी यो संसारका जति पनि रत्नहरू छ सबै त्यो रत्नहरू चाहिँ म बुद्ध चाहिँ त्रिरत्नमा गुरु त्रिरत्नमा चाहिँ म चढाउँदै छु भनेर सोच्नुपर्छ त्यसरी सोच्यो भने तपाईले वास्तवमा त्यस्तो चढाएको त छैन तर पनि तपाईलाई त्यसरी चढाएको चाहिँ पुण्य चाहिँ तपाईहरुलाई पनि लाभ हुन्छ त्यसकारणले गर्दाखेरि हामीले यो कुराहरू बुझ्यो भने पुण्य कमाउनु त्यस्तो गाह्रो छैन पुण्य कमाउन साह्रै सजिलो छ तर हामीले खाली त्यो नजान्दाखेरि तरिका ढङ्ग नपुग्दाखेरि र त्यसलाई सोच्न नजान्दाखेरि हामीलाई चाहिँ अनि निराशा हुने मैले सकिनँ भन्ने जस्तो हुन्छ तर त्यसो होइन यो कुराहरू हामीले बुझ्यो भने हाम्रो पनि मनोबल बढ्छ हामीले पनि यसरी गर्दाखेरि चाहिँ धेरै सजिलोसँग चाहिँ पुण्य प्राप्तहरू हुने रहेछ भनेर चाहिँ हामीले हाम्रो आफ्नो मनोबल पनि बढ्छ त्यसकारणले गर्दाखेरि पुण्य कमाउँदा पनि जान्यो भने एकदम सजिलो तरिकाबाट पनि एकदम सानो चिजबाट पनि धेरै ठुलो अपरम्पार पुण्यहरू चाहिँ हामीले लाभ गर्न सक्छौँ त्यसले गर्दाखेरि यो उदाहरण मैले किन तपाईलाई राखेको भन्दाखेरि तपाईहरुको पनि मनोबल बढोस् तपाईहरुको पनि पुण्य तराउने तरिका खालि एउटा सोच्ने अघि भने आशय एउटा सोच्ने
सोच्ने चित्त उत्पादन गर्ने तरिका र हामीले कल्पना गर्ने तरिका चाहिँ शुद्ध र सम्पूर्ण प्राणीको हितार्थ सोचेर गऱ्यौँ भने त्यसको पुण्य चाहिँ अपरम्पार चाहिँ असङ्ख्यक त्यस्तो खालको पुण्य लाभ हुने भएकोले हामीले चाहिँ यो मनोबल बढाउनको लागि पनि मैले तपाईँहरूलाई यो उदाहरण पेश गरेको छु 타나싱다 리르당야라 뻔한가는도 님바다마치 연자 부야이나 연자 부야 루수마레 낭바이면 낭바이는 샤나라 고스도 연자 부에서 루수라버지 같이 루수라버지부터 그 말이 다 단단 낭신기 한능에 빼샤바 낭신기 삼당 샤나 냠나지랑 샤나 빠빠빠빠빠빠빠 개와 저 대바 할레바 너저 지금 연재 보라 빠빠빠빠 디버도 빠빠도 매바데 상 터도 상지 가면 더야래 어디갔다 जसरी अब अहिले हामीले जल चढाउँछौँ यो जल चढाउने पनि केवल एउटा हाम्रो बौद्ध धर्मको संस्कार मात्रै होइन यो परम्परा मात्रै होइन विशेष गरी यो जल चढाउँदा पनि हामीले अघि मैले भने जस्तै गरेर त्यसरी चाहिँ हामीले आशय त्यसरी चित्त उत्पादन त्यसरी सम्झेर चढाउन सक्यो भने त्यसको पुण्य चाहिँ अपरम्पार पुण्य हुन्छ लाभ हुन्छ त्यति मात्रै नभएर अन्ततगत त हामीले सम्यक सम्बुद्धिको ज्ञान प्राप्त गरी बुद्धत्व प्राप्त गर्ने बुद्ध भूमि प्राप्त गर्नेको त्यस्तो खालको हेतु बन्छ त्यसले गर्दाखेरि जल चढाउने चाहिँ अहिले हामी धेरै बौद्ध धर्मावलम्बीहरूले कसरी सोच्छौँ भन्दाखेरि त्यो पानी चढाउने चाहिँ खालि एउटा हाम्रो परम्परा हाम्रो चाहिँ संस्कार जस्तो मात्रै ठान्छौँ तर त्यो संस्कार मात्र होइन त्यसको मतलब त्यो चढाउँदा पनि हामी यस्तो खालको कल्पना गरेर चाहिँ हामीले आशाहरू त्यसरी चाहिँ चित्त उत्पादन गरेर चढाउन सक्यो भने त्यही कर्मको फल नै त्यो हेतु नै हामीलाई चाहिँ अन्ततगत त निर्वाण प्राप्त गर्दै बुद्धत्व प्राप्त गर्नेको चाहिँ हेतुसम्म बन्न सक्छ त्यो चाहिँ 렌지 셔와 다들 램버드 지르와 티 강요나 티 밀라 추는 거래 이달을 쓰는 잡아서서 이달들 추는 쓰는 야마리 제가 티 나다 차들 가서래 나자들 통과 이달 난거 추는 말이 자 밀을 추는 거래 다 하스단 상자마래 하단 하마이제 코와바 오 때려야지 늦은 거래 혼들 되게부터 수단 쳐 열마 밀레 제다 어디 늦은 거래 오 두스래 혼자 수단 쳐버 sonda 어디 늦은 날에 늦은 날 되고 샘 소남 제주 뒤 담는 거마다 지금 판내서 때 말에 샘 가져래 सोना चिजुको हो त दामरन दुसरे जसरी अहिले हामीले पानी एउटा एक कचौरा पानी चढाउँछौँ त्यो पानी चढाउँदाखेरि चाहिँ अब यो वास्तवमा भने त्यो पानी आफै त्यो कचौरामा पानी भन्दा पनि सबैको आफ्नो आफ्नो पुण्य कस्तो छ त्यो पुण्यमा निर्भर हुन्छ त्यो पुण्य जस्तो छ त्यस्तै खालको चाहिँ उताको देख्छ त्यो वस्तु चाहिँ जसरी एउटा उदाहरणको लागि तपाईँको प्रेताले चाहिँ त्यो हामीले एक कचौरा पानी चढाए पनि प्रेता अर्थात् हिदाक भन्छौँ प्रेतले चाहिँ त्यसलाई चाहिँ पिप रगतहरूको रूपमा देख्छ त्यो पानी चाहिँ त्यो किनभने उसको पुण्य चाहिँ मान्छेको भन्दा मनुष्यको भन्दा कम हुने भएको कारणले उसले चाहिँ त्यो जल होइन कि पिप रगत फोहोर चिज देख्छ त्यस्तै त्योभन्दा अलिकति हामी मनुष्यभन्दा पनि अलि धेरै पुण्य भएको जस्तो सुरहरू देवताहरू छ त्यसले चाहिँ त्यो अमृतको रूपमा देख्छ हामी मनुष्य चाहिँ त्यो सुरहरू भन्दा पनि अलिक कम पुण्य भएको कारणले हामीले पानी देख्छौँ तर त्यो फेरि देवताहरूले चाहिँ त्यसलाई चाहिँ अमृतको रूपमा देख्छ त्यस कारणले गर्दाखेरि यो त्यो वस्तु आफै कस्तो हो भन्दा पनि हाम्रो चाहिँ पुण्य धेरै ठुलो सानोको कारणले गर्दाखेरि उताको वस्तुलाई त्यसरी चाहिँ दर्शन गर्न सकिन्छ त्यस कारणले यो चाहिँ त्यस्तो भएर जान्छ 제가 연자 부드가라 연자 되게 가져래 가유이네 셰이네 가리이네 짱마 좋아해 짱마 제가 거대바 지금 나가서 부죠 말이 라바도 지혜이다 어디 제가 거기 내 가서 제가 수주 거대바 짱마 뒤내면 어디 이 부죠 짱마 거를 소소로 짱마 만나지 그 산지가 짱마 보고래 내가도 내 랭에 막 pauza 막 사그래 저거 보여나 너저 저거나 보여나
त्यसरी जसरी अहिले हामीले जल चढाउने भाँडा छ जल चढाउने तिङ भन्छ हामी त्यो चाहिँ एकदम सफा हुनुपर्छ किन भन्दाखेरि जसरी हामीलाई सफा चाहिन्छ त्यस्तै बुद्ध त्रिरत्न र देवताहरूलाई चढाउँदा पनि त्योभन्दा सफा चाहिन्छ त्यो भएन भने हामीले अब कहिलेकाहीँ विदेशतिर जल त चढाउँछ तर थाहा नभएको कारणले त्यो जल चढाउने भाँडा चाहिँ एकदम फोहोर जस्तो कयहरू अर्थात् जेमा चढाए पनि त्यो फोहोर हुन्छ त्यो फोहोर चढायो भने चाहिँ पुण्य हुनुको साटो झन् पाप हुन्छ त्यसले गर्दाखेरि हामीले त्यो जल चढाउने भाँडो चाहिँ किन भन्दाखेरि हामीले त्रिरत्नलाई अर्थात् देवताहरूलाई चढाउने भएको कारणले गर्दाखेरि त्यो जल चढाउने भाँडो चाहिँ जति सक्दो सफा जसरी हामीलाई आफूलाई खाना खाने थाल चाहिँ सफा चाहिन्छ त्यस्तै गरी त्यहाँ चढाउने जल चढाउने भाँडो पनि त्योभन्दा सफा चाहिन्छ किन भन्दाखेरि हामीले माथि त्रिरत्न बुद्ध धर्म सङ्घ र त्यही देवताहरूलाई चढाउने भएको कारणले त्यो चाहिँ जति सक्दो चाहिँ सफा गर्नुपर्छ होइन भने फेरि हामीले जल त चढायौँ तर फोहोरमा चढायो भने फेरि पुण्यको सट्टा पाप हुन्छ人家非常的恰当的去买的组织等嘛嘞，这场人家个桥的，反正呢，现在亚瓦是个看看是个路易些啥算，这场的简单，哦，真的那个几人家那个几年啊，怎么就搞的，搞的是，他看着嘞，对，跑了呀，塞了，干嘛样吧？一个日子了呀。아주 리즈지어레 띵이 첸데 제샤라마데 드링디 세들이 제 마음이 띵도 별라 세라고 뭐여라 들이 전부 저리 잘라고 뭐여래 라마 배 장전 당이 좀 쇼저래 할래버지 같이 소저 가는 장주 쌤 배용을 좀 그래 제가 공 제가 공기 주강바사 제 주강바사 어디 홍대 가서 차단을 봐 차단스베 가서 차관 매봐 잘라다 뭐왜 망보 되는데 왜 차관 매봐 되게 가서 차단 제가 아니原来定要嘛吧定买张아니下来的신기 가서 보디 가자 자베지 서서서라 뒤下来 찾았니 정말 야구지 된디나 인자 부래 어따마 뭐다바드는 잘해 근데 연 띵당드는 야마 봐 제자 서서 가라서 정말 야구서 진짜야 이제 모두 저를 제주감배 당연하지 부절 장관을 붙이지 뭐 올라마 부절 장관을 붙이다 가자 제주감배 나가다 어디 남들 망문아 수어래 제장 어디래 제장은 그 장마지 나라 어다 축한포라 어디다 제장 뒤 상제라 손이 타 리버탐제 리버 라바다 타마담제 타 년대 시리즈는 타 아니 손이 이제 손에서 타진 제자 상제라 디 뒤집에 양수해주는 거를 하다라마 늦은다는 데 말에 틀리게 쳐도 줘봐 늦은다는 걸 상제라 가져오다 다되다 미래다 아다 대동이 셈에 비해서 다 나갔다 와서 근데 전에 타고만 봐봐 오더들 가져래 어디 저도 잡았던 거리 자다 어디 상대라 늦는 거와 언나와 다랑아야 상대를 보이 삼태고래 다음에 취인상 보이나 손하나 빠르 말아서 거리 상대유 가만 통과 될 때는 취인상 보이네
성지 가도 말이 소나 빠져나가서 말이 이내야 상제를 늦는 거리 단제는 나야가 늦지야 구하인 삼나 펜 세우잘라게는 삼절을 대봐 펜 빠져 말은 들었다는 되고 저는 나가도 되는 어다 산지 되고 산지 가도 되고 빠져면 가래 연재 보도가 들려삼당 오래 हजुर अब मैले यो जल चढाउने विषयमा सबै कुरा त यहाँ मैले विस्तृत रूपमा राखेको छैन तपाईहरुलाई तर अघि मैले उदाहरण दिएको जसरी जुन चाहिँ अशोक राजाको जुन चाहिँ उदाहरण चाहिँ इतिहास भनेको छु त्यस्तै गरेर अहिले यो जल चढाउने पनि एउटा म उदाहरणको लागि तिब्बतमा चाहिँ तपाईको सेरा गुम्बाको माथि डाँडामाथि एकजना गुरु जो बोधिचित्त उत्पादन गरेको एकदम बोधिचित्तको चाहिँ अभ्यास गर्ने गुरु हुनुहुन्थ्यो उहाँ जे दुखाउँबा भन्नुहुन्थ्यो उहाँ चाहिँ वास्तवमा भने यो लोभ यो आसक्तिबाट सबै त्यागिसक्यो आसक्ति चिज भन्ने सबै हामी चाहिँ के छ भने आसक्ति भएर सबै सामान थुपार्नेपट्टि लाग्छौँ तर उहाँ चाहिँ सबै सामानपट्टि चाहिँ आसक्तिहरू सबै त्याग्दै उहाँसँग केही पनि नभएको जल चढाउने पानी हामी जुन अहिले त्यो तिङ भन्छौँ त्यो पनि नभएको उहाँलाई त्यस्तो उहाँ चाहिँ पुरै त्यहाँ यो के भन्छ ध्यान गरेर बस्ने साधना गरेर बस्ने त्यस्तो खालको बोधिचित्तको अभ्यास गरेर योगी हुनुहुन्थ्यो अब उहाँलाई त्यस्तो खालको केही पनि चढाउने भाँडा नभएपछि उहाँले के गर्नुहुन्थ्यो भन्दाखेरि उहाँले आफ्नो चिया खाने भाँडा यो काठको फरुवा हुन्छ नि त्यसमा चाहिँ त्यो फरुवालाई चाहिँ आफूले चिया खाने अनि त्यसपछि फेरि त्यसलाई सफासँग धोएर अनि त्यसमाथि जल चढाउनुहुन्थ्यो त्यसरी चढाएर चाहिँ पुण्य आर्जन गर्नुभयो त्यसले गर्दाखेरि त्यो जल चढाउने कुरा चाहिँ के त भन्दाखेरि अहिले हामीले बुद्धत्व प्राप्त गर्नको लागि वास्तवमा भन्दियो भने पुण्य सम्भार र ज्ञान सम्भारको सिद्ध गर्नुपर्छ त्यो दुईटामा चाहिँ पुण्य सम्भारको सिद्धि हुन्छ यो हामीले अहिले जुन ढोक्ने यो चढाउने जल चढाउने अनि अरू अर्पणहरू यो दान गर्ने सबै चाहिँ त्यसले के हुन्छ त भन्दाखेरि हामीले चाहिँ पुण्य सम्भारको सिद्ध हुन्छ त्यसले गर्दाखेरि त्यसरी चाहिँ जल चढायो भने एक भाँडा मात्रै भए पनि जस्तोसुकै भए पनि तर भाँडा चाहिँ एकदम सफा त्यस्तो खालको सभा चाहिँ बनाएर चढायो भने अनि त्यो चाहिँ के त भन्दाखेरि हामीले चाहिँ पानी नै सम्झेर चढाए पनि अब अपरम्पार पुण्यहरू लाभ हुन्छ भने तर बुद्धको नजरमा चाहिँ बुद्धको पुण्यको कारणले बुद्धले नजरमा चाहिँ त्यो अमृत हुन्छ त्यसले गर्दाखेरि हामीले यो अमृत चाहिँ मैले चाहिँ चढाउँदैछु यो जल पानी भन्दा पनि अझै यो अमृत चाहिँ मैले चढाउँदैछु भनेर बुद्ध त्रिरत्नलाई सम्झेर हामीले त्यसरी चढायो भने त्यसको पुण्य चाहिँ अब तपाईँले सोच्नै नसक्ने आकाश समानको पुण्यहरू तपाईँलाई लाभ हुन्छ त्यसरी चाहिँ सोच्नु पर्यो त्यो चढाउँदाखेरि पनि हुन त अब पानी नै सम्झेर तपाईँले चढायो भने त्यसको पुण्य त हुन्छ तर त्यतिमा भन्दा पनि त्योभन्दा तपाईँले त्यसमै चाहिँ फाइदा लिन सक्छ नि त्यसको सट्टा बरु पानीको सट्टा चाहिँ मैले यो बुद्ध धर्मसँगलाई चाहिँ मैले एकदम चाहिँ यो के भन्छ तपाईँको अमृतको रूपमा मैले चढाउँदैछु सम्झेर त्यसरी चाहिँ चढायो भने त्यसको पुण्य चाहिँ तपाईँको अघि आकाशसम्म भन्छ नि आकाश जत्रै हुन्छ आकाश भनेको त्यो गन्नै नसकिने हैन त्यस्तो खालको असीमित पुण्यहरू तपाईँलाई प्राप्त हुन्छ र त्यो पुण्य चाहिँ तपाईँ अन्तत गएर त्यसले के गर्छ त्यो कर्म चाहिँ के बन्छ त भन्दाखेरि त्यो चाहिँ हेतु चाहिँ तपाईँलाई सम्यक सम्बोधिको बुद्धत्व प्राप्त गर्नेको चाहिँ हेतु बन्छ त्यसले गर्दाखेरि यो खालको चाहिँ काम चाहिँ हामीले गर्न जान्नुपर्छ त्यसरी अगाडि बढ्नु होला भनेर भन्छु अब अघि नै सुरुमै मैले यो विघ्न बाधा हटाउने पूजा गर्ने थियो तर अब त्यो चाहिँ धेरै ढिलो भयो अब सुरु गर्नेछु做的人上界工作全国这个工作送了带呢，送了家这么啥就属于，今天深圳的带呢送了家这么啥，他今年别的呢做徐家人这样，我深圳的送了家这么啥，我这就天气这多呢，我都是他就团队这样，米路来嘛就快点吧我都哇。그렇지 아버지 제도 두스래 제자한테 삼당오라마도 센다한테 세마도 밀리 조비아도 동안바시 동안 유바시 이제고도 동안 유바시 삼 유바시 제아 동안 유바시 사 아니 도야도 주다와바시 도야데 주다와바시 사디 주다와바시
जिसा दुना जुबासी ता अरे दा तो जो कहते थे जाते कहाँ था जाता लंबरीना करे चलो खंगल नंबर चाहिए जिस और इसे ये बात हुआ मैं yang do longa da se ju de je da ri da dan do ka so le yang ge je la za je do ba za de la ga ni du ba za la ga de yang la sa do de de la je da de do me je de japtung me je de be se me je be japtung da ga do nok chung japtung 오, 근데 누가 마시게 언제 저 저망에서 가와다 나서 동안 빠빠빠빠빠빠 사든데 미게제 셔슬라 미 게모도 미게제 셔서 고모등에 더 뭐든 자르니 거래 야 제가 그래서 나한테 잠시 야 지가 무슨 양 테마 따라만 무슨 이마 또 수행인데 야 너네 장주 생명 병 또 수행인데 개좀이라래 나도 메제나라 냠래제한테 가르쳤으나 장주 생세서 어디 장주 생세 냠래 저래 냠래제 가르치나 장주 생이 어디 랍도 가래 에 랍도한 집어 말해 이제 그 강투도 삼바상부 냠래 저래 장주쌤 고 시고래 장주쌤 지고로 토바 삼바 공바 저거래 장주쌤이 다 근데 시고래 라 근데 주래 제자디 아니 지다면 저는 삼바 상부 미지 저거래 삼바 상부 미지 저거래 삼바 나고 미지 게나 아니 소소로 누가 바시 농 아니 시행이 낭매다 장모는 시행 누가 보시뇨 어디 녀다 쉬지 어디 지금 삼바상부터 서지바 낭매지바 저를 믿지바 소소 저보다 가리는 장모 밤마다 장모를 이봐 어디 삼바상부터 된 거래 저도 어디 삼당 거래 자자 다리 쉬어 다리 상황 쉬어야지 삼바상부터 하시더래 자송아 대하고 그래 성매하고 그래 그 상황 쉬어야지 삼바상부 자치들 하고서 삼바상부 랑제바 선제 탐지 집인 거를 아니 랑산지 선제 탐지 산지 가면 되는 거래 하고서 도대체 र अब आज चाहिँ अब यो अहिले धेरै खाना खाने टाइम पनि भइसक्यो यहाँ आनेहरूको पनि त्यसले गर्दाखेरि आज हामी यहीँ त्यो गर्छौँ तर फेरि पनि निरन्तर त्यो गर्छौँ विशेष गरी अब हामीले बुझ्नुपर्ने चाहिँ त्रिरत्नको गुण बुद्ध धर्म र सङ्घ त्यस्तै सम्पूर्ण प्राणीहरूको कारणले गर्दाखेरि हामीले अपरम्पार पुण्यहरू सञ्चय गर्छौँ त्यो चाहिँ बुझ्नुपर्छ र त्यति मात्रै नभएर अहिले हामीले के कुरा बुझ्नुपर्छ भन्दाखेरि मुख्य कुरा हामीले दैनिक जीवनमा हामीले गर्न चाहिँ हामी चाहिँ दुःख प्राप्ति हुने दुःख फल हुने मात्रै कर्म चाहिँ सञ्चय गर्ने तर फेरि आश चाहिँ जहिले पनि सुख मात्रै प्राप्त होस् भनेर चाहिँ चाहने त्यस्तो राख्दा चाहिँ हुँदैन त्यसले गर्दाखेरि हामीले आफूले सुख चाहन्छ भने कर्म पनि सुखकै कर्म बिउरोप्नु पर्यो त्यस्तै गरी अब हामीले त्यो कुरा चाहिँ बुझ्नु पर्यो त्यो बुझ्यो भने अनि त्यसरी चाहिँ हामीले चाहिँ सुखको हेतु के कारणले हुन्छ त्यस्तो खालको कर्म सञ्चय गर्नेमा हामीले एकदम हाम्रो मनलाई चाहिँ दिनको दिन अभ्यास गर्दै लानुपर्छ वास्तवमा आज हामीले मुख्य गरी अब तपाईँलाई निरन्तर फेरि म यसको अरू पनि चाहिँ यो ज्ञान गुणको कुराहरू बाँड्दै जानेछु त्यसमा तपाईँको विशेष गरी हामीले जीवनमा हामीले जे पनि धर्म गर्ने भने तापनि मुख्य कुरा चाहिँ बोधिचित्त उत्पादन बोधिचित्तको अभ्यास गर्ने हो बोधिचित्तको अभ्यास गर्ने चाहिँ सबैभन्दा ठुलो कुरो हो त्यसले गर्दाखेरि त्यो कुरा कसरी गर्ने भन्ने कुरामा पनि म विस्तृत रूपमा यहाँहरूलाई भन्दै जानेछु चाहिँ आगामी दिनमा र त्यस कारणले गर्दाखेरि अब हामीले चाहिँ अहिले जुन जीवनमा हामीले गर्ने काम चाहिँ जहिले पनि हामीले चाहिँ सुखको हेतुको कारण हुने खालको चाहिँ कार्य चाहिँ हामीले गर्नुपर्छ होइन भने हामीलाई हामीले जति काम गऱ्यौँ त्यो सबै चाहिँ दुःखको हेतु मात्रै बन्छ त्यसले गर्दाखेरि त्यो आफूलाई दुःख प्राप्त हुन्छ र आजको यो आयु अभिषेक पनि मुख्य कुरा यो चाहिँ के हो त भन्दाखेरि तपाईँहरूले हाम्रो चित्तलाई चाहिँ एकदम सफा बनाउने मनलाई सफा बनाउने आजको यो आयु अभिषेक अर्थात् क्षमा
हामीले जुन लिँदैछौँ श्वेत ताराको, त्यो पनि लिने भनेको चाहिँ के त भन्दाखेरि त्यो चाहिँ विशेष गरी हाम्रो चित्त सफा अर्थात् भद्र चित्त भन्छ वास्तवमा भने सेवा सङ्भो भनेको भद्र चित्त हो, भद्र मन हो। तर भद्र मन भन्नाले यहाँले नबुझ्यो भने मन सफा, अरूको हित गर्ने होइन, अरूको सहयोग गर्ने, आफूलाई मात्रै नभएर स्वार्थ मन मात्रै नभएर जहिले पनि परोपकारी, अरूलाई हित गर्ने, अरूलाई राम्रो गर्ने, अरूको राम्रो चिताउने, अरूलाई घृणा नगर्ने, त्यस्तो खालको मन सफा राम्रो हृदय त्यस्तो खालको बनाउनको लागि हामीले आज यो आयु चाहिँ अभिषेक लिँदैछु। त्यसको लागि हामीले यो प्रदान गरेको हो र यसको मूल मर्म पनि यही हो। त्यसले गर्दाखेरि जीवनमा मुख्य कुरो चाहिँ हामीले बोधिचित्तको अभ्यास गर्नुपर्छ र त्यसको लागि चाहिँ पहिलो सुरुमा चाहिँ भद्र मन अर्थात् सफा चित्त र परोपकारी हितकारी त्यस्तो खालको चित्त चाहिँ हुनु चाहिँ आवश्यक पर्छ।